नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 884औं भिडियोमा। आजको भिडियोमा भने विक्रम र नौलो ग्रह किशोर उपन्यास वाचन गर्नेछु। उपन्यासकार रमेश विकलज्यूद्वारा रचिएको उपन्यास। साहित्यकार रमेश विकलद्वारा लेखिएको किशोर उपन्यास विक्रम र नौलो ग्रह। पहिलो भाग। 1। काठमाडौँ उपत्यकामा शहरभन्दा उत्तरपट्टि एउटा बडो रमणीय गाउँ छ। त्यस गाउँलाई हरिया उपवन, खोलानाला, डाँडाकाँडा र झरना छाँगाले सिंगारेको छ। त्यस गाउँका बासिन्दाहरू राता राता वर्णका, मोटाघाटा र निरोगी थिए। उनीहरू खेतीपाती गर्थे र घिउ, दूध आदि काठमाडौँ लगेर बेचेर जीवन निर्वाह गर्थे। उनीहरू मेहनती र मिलनसार थिए। त्यसै गाउँको ठूलो खेतीवालको छोरो थियो विक्रम। विक्रमका जम्मा 3 भाइ थिए र विक्रम उनीहरूमा माइलो थियो। विक्रम गाउँकै पाठशालामा पढ्थ्यो। ऊ हिसाब पढ्न खूब रमाउँथ्यो। ऊ विज्ञान र आविष्कारका रमाइला र नौला कथाहरू पढ्न रमाउँथ्यो। फुर्सदमा अरू केटाहरू जस्तो बाहिर खेल्न जानुका सट्टा स्कुलकै पुस्तकालयमा गएर आफूलाई मन परेको एउटा पुस्तक पढ्नमा बिताउँथ्यो। उसलाई मन पर्ने त्यो पुस्तक विज्ञान सम्बन्धी आविष्कारका रमाइला कथाहरूको थियो। यसमा खास गरी मान्छेले पखेटा हालेर उड्न खोजेको कथादेखि लिएर चन्द्रमा पुगेको हवाई जहाजको रमाइलो कथा थियो। विक्रमका अरू दाजुभाइ खेतीपातीको काममा बाबुलाई सघाउँथे। बाबु विक्रमलाई पनि खेतीपातीमा लाउन चाहन्थे। तर विक्रम खेतीको कामबाट चाँडै थाक्थ्यो अनि ऊ कोदाली खेतैमा मिल्काएर नदीको किनारातिर जान्थ्यो र खुला आकाशमुनि बगरमा पल्टेर निलो चकमन्न आकाशमा एकटक हेर्दै के विचार गरिरहन्थ्यो। विक्रमको यो चालाले बाबुआमा र दाजु उसदेखि दिक्क भएका थिए। त्यसैले उनीहरूले विक्रमको त्यति वास्ता पनि गर्न छाडिदिएका थिए। विक्रम झन् फुक्का भएको थियो। विक्रम खेतीपातीको काममा मन नलगाए पनि अल्छी थिएन। ऊ केही न केही नगरी बस्न सक्दैन थियो। केही काम नभएको बेला ऊ खोलाको तीरमा बगरको सेतो बालुवामा उत्तानो परेर सुत्थ्यो र निलो आकाशमा खट्ने बट्ने चन्द्रमामा एकटक हेरिरहन्थ्यो। ऊ यस्तो जुनेली रातमा गर्दथ्यो। होइन भने अरू बेला कतै एकान्तमा गएर साना साना हतियारले टिनका बट्टा, फलामका पाता र किला काँटाहरूको अनेक थोक बनाएर खेलिरहन्थ्यो। यस्तै एउटा जुनेली रातमा विक्रम घरबाट निस्केर खोलाको किनारामा गयो। असोजको महिना भएकोले आकाशमा एक थोपा पनि बादल थिएन। जुन टह लागेको थियो। त्यसको जुनेली दूध पोखिए जस्तै बगरको बालुवामा पोखिएर बडो मनोहर दृश्य देखिएको थियो। जुनको त्यो सेतो प्रकाश पानीको छालसँग चाँदी उड्ले जस्तै उलिरहेको थियो। विक्रम आफूलाई मन पर्ने एउटा थलो खोजेर लमतन्न परेर सुत्यो। उसको शिरमाथि निलो पोखरी जस्तो आकाशमा कमलको फूल फुले जस्तै टह जुन फुलिरहेको थियो। त्यसैमा एक टक हेरेर विक्रम अनेक किसिमका कल्पनाहरू गर्न थाल्यो। खास गरी यस बेला उसको मनमा उड्ने कल्पना आउँथ्यो। उड्ने, माथि उडेर माथि ती असंख्य तारालोक मध्ये कुनै एउटा लोकमा पुग्ने। यो कल्पना आउनुका एउटा कारण थियो। दिउँसो स्कुलमा उसले मास्टरहरूले चन्द्रलोक बारे कुरा गरेको सुनेको थियो। चन्द्रमामा हिजो राति 3 जना मानिस ओर्ले रे। त्यसो भए त यहाँ हाम्रो पृथ्वी जस्तै जमिन, डाँडाकाँडा, खोलानाला होलान्। उसले भूगोलको किताबमा चन्द्रमा पनि पृथ्वी जस्तै एउटा ग्रह हो भनेर पढेको थियो। त के साँच्चै त्यहाँ पनि हाम्रो खोलाको बगरमा जस्तै घर होला? ती 3 जना मानिसलाई त्यहाँका मानिसले कस्तो व्यवहार गरे होलान्? के त्यहाँ साँच्चै मानिस होलान् र? मानिस भए त स्कुल पनि हुनुपर्छ। यस्तै अनेक कुराहरू मनमा खेलाउँदै जुनलाई एकटक हेरिरहेको विक्रमका आँखा झकाएछन्। ऊ कल्पना गर्दा गर्दै तन्द्रामा पुगेछ। त्यही तन्द्रामा उसले जुनमा एउटा मान्छे देख्यो। त्यो मानिसको अनुहार अत्यन्त तेजिलो थियो। उसका अनुहारमा खोला नाला जस्ता डोराहरू परेका थिए। उसका कपाल र दारीका रौं पनि सम्पूर्ण सेता, चाँदीका तार जस्ता थिए। उसले लगाएको लुगा पनि सेता, दूधको फिंजले बनेको जस्ता थिए। विक्रमले देख्दा देख्दै त्यो दिव्य बुढो मानिस जुनको किरणमा सूर्यले खेल्दै ओर्ल्यो र विक्रमका अगाडि आएर उभियो। विक्रम पहिले त डरायो, तर त्यस वृद्ध पुरुषका अनुहारको सौम्यता र उनका ओठमा फुटेको शीतल र मिठो मुस्कान, तेजिला आँखाको नरम र मायालु भावले उसको डर बिस्तारै बिस्तारै हट्यो।
तिमी मदेखि डरायौ विक्रम? ती दिव्य पुरुषले मिठो मुस्कान ओठमा नचाउँदै भने, तिमी डराउनु पर्दैन, म तिमीलाई तर्साउन आएको होइन, मद्दत पो गर्न आएको। विक्रमको मुटु त्यति बेलासम्म निकै दह्रो भइसकेको थियो। उसले निकै फुर्तीसँग भन्यो, म किन डराउँथे, म कसैसँग पनि डराउन्न, फेरि तपाईँ त डरलाग्दो पनि हुनुहुन्न। स्याबास, वृद्ध मानिसले भने, मैले तिमीलाई यस्तै बहादुर केटा हौ भन्ने ठानेको छु। बहादुर केटाले डराउनुहुन्न। तिमीलाई मेरो मुलुकमा जाने खुब रहर छ होइन? भन, तिमी मेरो मुलुकमा जान्छौ? तर तपाईको मुलुक कुन हो? विक्रमले सोध्यो। उसले ती वृद्धलाई चन्द्रमाको किरणमा सूर्यले खेल्दै आएको देखेको थियो र उनी त्यही चन्द्रमाका मानिस होलान् भन्ने उसले सोचेको थियो। उसको प्रश्न सुनेर वृद्धले चन्द्रमातिर देखाएर भने, ऊ हेर, त्यही हो मेरो देश, त्यो हिउँ जस्तो सेतो, आइसक्रिम जस्तो ठण्डा, त्यही हो मेरो देश। तिमी सधैँ त्यो देशमा जाने कल्पना गर्थ्यौ, तर त्यहाँ तिमी भन्दा अघिबाटै अरू मानिस पुगिसके। तर यो ठूलो अन्तरिक्षमा अरू लाखौं यस्ता देश छन्। तिमी ती मध्ये कुनै एउटा देशमा जान सक्छौ। भन, तिमीलाई जाने इच्छा छ भने तिमीलाई म मद्दत गर्छु। ओहो, के साँच्चै हो? विक्रमले रमाउँदै सोध्यो। उसको त्यो हाँसो बडो सौम्य र आनन्द दिने थियो। हो, साँच्चै। तिमीलाई पत्यार लागेन? उनले भने, म चन्द्रमाको मानिस हुँ भन्ने कुरा पनि पत्यार लागेन कि? लाग्यो? त्यसो भए म तिमीलाई मद्दत गर्न आएको, तर म तिमीलाई चन्द्रमामा होइन मंगलमा पठाउँछु। चन्द्रमामा त अरू मानिस पनि पुगिसके र त्यहाँ पृथ्वीका मानिसको आवश्यकता पनि छैन। त्यहाँ आनन्द छ, शान्ति छ र हामीलाई डर छ पृथ्वीका मानिसले त्यहाँ कुनै न कुनै गडबड मचाउँछन्। उनीहरूको स्वभावै त्यस्तो। तर मंगलमा अहिले अलि गडबडी छ। त्यहाँ तिमी गयो भने त्यो पनि बुद्धि छिप्पिएर बुद्धिभ्रष्ट भइसकेका मानिस होइन, तिमी जस्ता कलिला र शुद्ध बुद्धि भएका मानिस। त्यहाँका असल पक्षको मद्दत गरेर खराब पक्षलाई सफल तुल्याउन मद्दत गरौला। त्यसैले के त्यहाँ पनि हामी जस्तै मानिस छन्? के त्यहाँ पनि झगडा गर्छन् आफू आफूमा? विक्रमले बडो अनौठो मानेर सोध्यो। तिमी जस्तै त होइनन्। त्यहाँको हावापानी नै पृथ्वीको भन्दा बेग्लै खालका भएकाले उनीहरू पृथ्वीका मानिसभन्दा बेग्लै छन्, वृद्धले भने। तर केही वर्ष अघि उनीहरू स्वभावमा पनि भिन्नै थिए। तर यता केही शताब्दीदेखि उनीहरूमा पनि पृथ्वीका मानिसको रोग सरेकोले उनीहरूमा पनि केही मानिस बेइमान, दुष्ट, अर्कालाई दबाउने, जालझेल गर्ने र भ्रष्ट भएर निस्किए। त्यहाँको व्यवस्था गर्ने पहिलेको गणदेवलाई र उनका पक्षलाई हटाएर जनतामाथि घोर अत्याचार गर्दैछन्। त्यसैले तिमी त्यहाँ गएर ती असल गणदेवको मद्दत गरेर अहिलेको दुष्ट दललाई निर्मूल गर्न सक्यो भने त्यहाँका बासिन्दाको ठूलो भलो हुन्छ र मंगल र पृथ्वीका बीच ठूलो मेतेरी रहन्छ। भन, तिमी जान राजी छौ? मलाई जान त औधी रहर छ, विक्रमले रमाएर भन्यो। तर म जस्तो केटाकेटीले त्यहाँका गणदेवलाई के मद्दत गर्न सकुला र? तपाईले त्यस्तो कामका लागि कुनै ठूलो मान्छेलाई पठाउनु भए? मैले भनिहाले, बुढाले बीचैमा कुरा काटे। पृथ्वीका आजसम्मका पुस्तामाथि हामी अर्का ग्रहका मानिसलाई पटक्कै विश्वास छैन, किनभने उनीहरूका रगतमा कपट, धुर्त्याई, जालसाजी र नीच इच्छा भरिएको छ। उनीहरू जहाँ जान्छन् लडाई, झगडा, विनाश र संहार मात्र लिएर जान्छन्। त्यसैले हामीले तिमी जस्ता बालकलाई छानेका हौं। तिम्रो मन र दिमाग अहिलेसम्म अशुद्ध भइसकेको छैन। त्यसमा अहिलेसम्म तिम्रो दुनियाँको भ्रष्ट र विकृत हावापानी र वातावरणको रंग गाढा भइसकेको छैन। तिमी भोलिका मान्छे, आजका मान्छेले फेरेको दूषित सासमा तिमी मुछिसकेका छैनौ र चाह्यौ भने आफूलाई त्यसबाट चोखो राख्न सक्छौ भने तिम्रो धरती मात्र होइन अरू ग्रहको पनि कल्याण गर्न सक्छौ। त्यसलाई अझै शुद्ध र पवित्र संकल्प, शिव संकल्प रंगमा रंगाएर त्यसबाट यो विश्व ब्रह्माण्डकै कल्याण हुने काम गराउन सकिन्छ। त्यसैले हामीले तिमी एउटा शुद्ध र प्राकृतिक केटाकेटीलाई त्यहाँ पठाउन छानेको। कसो, तिमी तयार छौ जान? ओहो, त्यसो भए म अवश्य जान्छु। विक्रम बडो खुसीको उत्तेजनाले चिच्याएर उठ्यो। ओ, अहिले म कति खुसी भएको छु भन्ने कुराको तपाई अड्कलै गर्न सक्नुहुन्न। भन्नुस् बुढाबा, मलाई कहिले पठाउनुहुन्छ? त्यहाँ जान के गर्नुपर्छ? विक्रमको अध्रैय देखेर वृद्ध पुरुष केही मुसुक्क हाँसेर भने, तिमी कति चाँडै हडबडायौ, अध्रैय नबन। तिमीलाई म त्यहाँ जाने सबभन्दा सजिलो जुक्ति सिकाइदिन्छु। तर तिमीले मसँग एउटा कबुल के गर्नुपर्छ भने मैले सिकाएको जुक्ति अरू कसैलाई बताउनुहुन्न र आफूलाई आज र हिजोका मानिसको भ्रष्ट छायाबाट बचाएर राख्नुपर्छ। भन, के त्यो कबुल गर्छौ? म कबुल गर्छु। म तपाईको क्रिया खाएर कबुल गर्छु। मलाई त्यो उपाय सिकाउनुहोस्। विक्रम एकदम अधीर भएर करायो र झम्टेर वृद्ध पुरुषको हात समाउने जमर्को गर्यो। तर उसलाई एकदम आश्चर्य लाग्यो, किनभने उसको हातमा कुनै ठोस वस्तु परेन।
उसलाई लाग्यो वृद्ध पुरुषको शरीर कुनै ठोस वस्तुको नभएर एउटा प्रकाशको आकृति मात्र थियो। ऊ ज्यादै आश्चर्य मानेर वृद्धलाई हेर्न थाल्यो। तिमीलाई अनौठो लाग्यो? वृद्धले हाँसेर भने, तर तिमीले म अर्कै ग्रहको मानिस हुँ भन्ने कुरा किन बिर्सेको? म तिम्रो पृथ्वीभन्दा धेरै प्रगतिशील र उन्नत देशको मानिस हुँ। मेरो देशमा तिम्रो देशमा भन्दा 100 गुणा विज्ञानको उन्नति भएको छ। हामी आफ्नो शरीरलाई आवश्यक परेका बेलामा प्रकाशमा पनि बदल्न सक्छौं, तरलमा पनि बदल्न सक्छौं। यो सब कुराको चासो तिमी नराख, बरु खुसी हौ। अब चाँडै तिमी आफ्नो पृथ्वीभन्दा अर्कै ग्रहमा जानेछौ। त्यसपछि ती दिव्य पुरुषले आफ्नो विचित्र देखिने झोलाबाट एउटा चम्किलो धातुको गोल चक्का चेकेर विक्रमलाई दिँदै भने, बाबु विक्रम, तिमी यस धातुका चक्कामा आफ्नो ध्यान एकाग्र गर। तिमी यसभित्र एउटा वैज्ञानिक यन्त्र देख्नेछौ। यो हाम्रो ग्रहले आविष्कार गरेको नयाँ अन्तरिक्ष सवारी हो। यसलाई उडाउन कुनै ग्यास, तेल, एटमिक शक्ति चाहिँदैन। यो मनको संकेतमा उड्छ। मनलाई स्थिर र कुनै पनि विकृतिको बसमा हुन नदिनेले यसलाई राम्ररी उडाउन सक्छ। विक्रमले यन्त्र हातमा लिएर खुब निहालेर हेर्यो। नभन्दै त्यो यन्त्र एउटा अनौठो ऐनाको गोला जस्तो लाग्यो। त्यसभित्र सिनेमाको पर्दामा देखिने जस्तै एउटा विचित्र आकारको सवारी देखिन्थ्यो। त्यसका एक एक पार्ट पुर्जा र आकार विक्रमले मगजमा कोर्यो। म यो यन्त्र तिमीलाई दिन्छु, वृद्धले भने, अनि तिमी कुनै पूर्णिमाको रात यसै गरी आकाशमा जुन हाँसेको बेलामा यस्तै बेलामा एकान्त ठाउँमा जानु अनि यस यानमा चढेर तिमी मंगल लोकको सफरमा जाऊ। तर तिमीले एउटा कुरा बाचा बाँध्नुपर्छ। के कुराको बाचा? भन्नुस् न, म बाँधिहाल्छु नि, तपाईले भनेपछि, विक्रमले विश्वासपूर्वक भन्यो र वृद्धको अनुहार हेर्न थाल्यो। यन्त्र उसैको हातमा थियो, अरू कुरा होइन। वृद्धले गम्भीर स्वरमा भने, तिमी मंगल लोकमा पुगेपछि त्यहाँ तिमी विचित्र विचित्र कुराहरू देख्नेछौ। तर तिमीले पृथ्वीका अरू मानिसले जस्तो ती कुरामा पनि लालचा नगर्नु। तिमीले पृथ्वीका मान्छे जस्तो क्षुद्र मति कहिल्यै नगर्नु। मंगल लोकका मानिस ज्ञान र बुद्धि अनि वैज्ञानिक प्रविधिमा पृथ्वीका मानिसहरूभन्दा धेरै गुणा बढी छन्। तर उनीहरू पृथ्वीका मानिस जस्ता जाली, झेली, धोकेबाज, कुटिल र बेइमान छैनन्। उनीहरूको हृदय ऐना जस्तै सफा छ, स्वच्छ छ। यदि तिमीले उनीहरूको कुभलो हुने काम गरेनौ, उनीहरूलाई धोका दिएर उनीहरूको हक मार्ने कोसिस गरेनौ, उनीहरूको सम्पत्तिमा लोभ लालसा गरेनौ र खाली उनीहरूको भलो हुने काम मात्र गर्यौ भने उनीहरू तिम्रो र तिम्रा पृथ्वीका सबै मनुष्य जातिका ठूला मित्र बन्नेछन्। कसो बाचा गर्छौ? गर्छु, विक्रमले बडो उत्साहले भन्यो। म उनीहरूको खराब हुने कुभलो काम कहिल्यै गर्ने छैन। तर ती खराब पार्टीको नि, तिनीहरूको त? ए, त्यो ठिक छ, वृद्धले भने। असलको पक्ष लिएर खराबको विरोध गर्नु त खराब होइन नि। अनि ती चन्द्रग्रहका निवासी वृद्ध पुरुषले विक्रमलाई आशीर्वाद दिए, उसको कपाल मुसारे अनि आफू फेरि जुनको किरणमा सूर्यली खेल्दै जुनतिर गए। देख्दा देख्दै उनी जुनको गोलामा पुगेर अलप भए। 2. वृद्ध पुरुष चन्द्रमामा पुगेर अल्पेपछि विक्रम झल्यास भयो। झल्यास भएर पनि धेरै बेरसम्म ऊ तन्द्राका लागुले लट्ठिएझै बडो आनन्दमा परिरह्यो। बिस्तारै उसको मोह हट्यो। आकाशमा जुन उसै गरी हाँसिरहेका थिए। बादलको नाउँ निशाना थिएन। उसको नजिकै खोला उसै गरी लहरमा चाँदी उराल्दै बगिरहेको थियो। वरिपरि चकमन्न र शून्य थियो। परपरका रुख र बुट्यानहरू जुनको छायामा विभिन्न आकृतिका सजीव निशाचर झैं लाग्थे। बगरको बालुवा जुनेलीमा तन्ना फिजाए झैं टाढासम्म फैलिएको देखिन्थ्यो। खोलाको तरंगसँग छचल्किएको जुनको प्रतिबिम्ब चाँदीको खण्डित चक्का पग्लेर गल्दै गए झैं भान हुन्थ्यो। यो चकमन्न र मौनमा यदाकदा कराउने नदीका किनारामा चढ्ने चराहरूमा एक तमासको आवाजले विक्रमको आङ कहिले कहिले सिरिङ्ग गरे झैं हुन्थ्यो। तर ऊ स्वभावले नडराउने खालको भएकाले यसले पनि एक किसिमको रोमाञ्चकारी आनन्द दिइरहेको थियो। यही आनन्दको अनुभूतिका साथमा उसले भर्खरै देखेको सपनाको विचित्र अनुभूति शेष थियो। उसलाई त्यसको यथार्थको आभास अझै भइरहेको थियो। यसैको सत्यताको निरूपण गर्न उसले आफ्नो आँखा फेरि चिम्लेर हेर्ने कोसिस गर्यो। तर बुढाको सौम्य मूर्ति त्यहाँ थिएन। एकैछिन अघि त्यो बुढो मानिस चन्द्रमाको किरणमा सूर्यले खेल्दै उसको अगाडि आएको पक्कै हो त? विक्रमले बुढाले दिएको धातुको यन्त्र सम्झियो। त्यो यन्त्र पनि उसको हातमा थिएन। तर त्यसको चमक, त्यसभित्र आफूले देखेको अन्तरिक्ष सवारीको आकार, त्यसका एक एक कल पूर्जा भने उसका मगजमा गहिरोसँग कुदिसकेको थियो। र त्यो नक्साको जस्तो सवारी बनाउन सके पक्कै पनि बुढाले भने झैं मंगलको लोकमा पुग्न सकिन्छ भन्ने उसलाई सारो विश्वास भएको थियो। विक्रम आफ्नो त्यही रमाइलो तन्द्रा र त्यस्तो सवारी बनाउन सकिने सम्भावनामाथि विचार गर्दै घर फर्कियो र सुत्यो।
रातभर पनि त्यस्तै खालका तर्कनाहरूले उसलाई छोडेन। भोलिपल्ट बिहान उठ्दा घाम निकै माथि चढिसकेको थियो। उसको मनमा अनौठो किसिमको उकुस-मुकुस थियो। ऊ आफ्नो सपना र आफूले गरेको अठोटबारे कसैलाई बताउन छटपटाइरहेको थियो। तर गाउँमा उसको कुरा कसले पत्याउला र? बुढापाकाले त उसको कुरालाई रत्तिभर पनि पत्याउँदैनन्। दौतरीहरूमा पनि उसको मनले खाएको मान्छे को छ र? एउटा विवेक छ जो उसको साथी भन्नुहुन्छ, तर उसले पनि पत्याउँछ भन्ने के ठेगान? कतै बौला भन्ठान्यो भने बरु भन्नु परेपछि भन्छु र यदि उसले पनि विक्रमसँगै जान मन्जुर गर्यो भने उसलाई पनि लैजान्छु। तर अहिले कसैलाई पनि मनको कुरा नबताउने निदो उसले गर्यो। यो निदो गरेपछि त्यसै साँझ विक्रम आफ्नो कोठाको ढोका थुनेर बस्यो र कागज र सिसा कलम लिएर सपनामा देखेको अद्भुत अन्तरिक्ष सवारीको नक्सा कोर्न सुरु गर्यो। उसले स्कुलको कक्षामा ड्रइङ पनि सिकेकोले यस काममा उसलाई कुनै अप्ठ्यारो परेन। उसले आँखा चिम्लेर एक एक गर्दै त्यो सपनामा देखेको यन्त्र र अन्तरिक्ष यान आफ्नो सम्झनामा ल्यायो। एक एक रेखा र एक एक जोड सम्झनामा तानिएपछि त्यही अनुसार उसले सवारीको दुरुस्त चित्र तयार पार्यो। तर उसलाई अझै कतै केही कुरा नपुग भए झै लाग्यो। उसले त्यसलाई फेरि पहिल्यैदेखि बनाउने कोसिस गर्यो। तर बिहानी पखसम्म एक ध्यानले काम गर्दा पनि उसले आफैलाई सन्तोष हुने गरी नक्सा बनाउन सकेन। यसैले गर्दा ऊ मनमा नै दुखी भएर सुत्यो। भोलिपल्ट पनि उज्यालो भएदेखि नै विक्रम नक्सा बनाउने काममा जुट्यो। तर त्यस दिन दिनभरि र राति आधा रातसम्म पूरा कोसिस गर्दा पनि भने जस्तो नक्सा बनेन। यसले गर्दा ऊ ज्यादै हैरान र ज्यादै अधैर्य भयो। अब के गर्ने? कसलाई आफ्नो समस्या बताउने? उसले केही अठोट गर्न सकेन र बेलुकी पख ऊ त्यसै खोलातिर घुम्न भनेर निस्कियो। विक्रम खोलाको किनारामा बसेर आफ्नो समस्या खुब तल्लीन भएर सोचिरहेको थियो। एक्कासी विवेक त्यहाँ घुम्दै आइपुग्यो। विवेकलाई पहिले त विक्रमले देखेन, तर विवेक नजिकै आएपछि भने ऊ झस्कियो। ओ विवेक, त पनि घुम्न आएको? म पनि घुम्न आएको। विवेक आएर उसको नजिकै उभियो। त यहाँ एक्लै बकुल्लो जस्तो खोलाको तीरमा के गरी ढुकिरहेको? यता कति दिनदेखि म तँलाई खोजेर हिँडिरहेको कि के भयो? खेल्न पनि आउन्नस्? केही पनि भएको छैन त्यसै, विक्रमले गरौं स्वरले भन्यो। विवेक विक्रमकै उमेरको उसको सबैभन्दा मिल्ने साथी थियो। विक्रम उसलाई धेरै मन पराउँथ्यो र कुनै पनि कुरा उसँग लुकाउँदैन थियो, किनभने विवेक राम्रो, अग्लो, सलसलाउँदो र बडो भलो स्वभावको केटो थियो। ऊ बुद्धि र साहसमा पनि स्कुलका अरू केटाहरूभन्दा धेरै बढी थियो। ऊ स्कुलमा एक किसिमले अगुवा पनि थियो, किनभने ऊ पढ्न लेख्न मात्र होइन, खेलकुद र अरू सबै कुरामा सबैभन्दा पहिला थियो। साथै ऊ कसैलाई दबाउने र मर्का पार्ने गर्दैन थियो। बरु गाह्रो साँगुरो परेको बेला ऊ सबैलाई सघाउँथ्यो। त्यसैले धेरै जसो साथी उसलाई मन पराउँथे र आफसे आफ उसलाई अगुवा मान्थे। विवेक आफू सधैँ प्रसन्न र हँसिलो रहने मानिस थियो। ऊ स्कुल र गाउँका साथीहरूमा कसैलाई पक्षपात र नजिक पर गर्दैनथ्यो। तर पनि विक्रमको खास गुणको कारणले उसले विक्रमलाई आफ्नो खास साथी ठान्थ्यो र आफूलाई परेको खास खास अप्ठ्यारोमा ऊ विक्रमकै सल्लाह लिन्थ्यो। उसको बुद्धि र अनौठो अनौठो सोचाइमा विवेक निकै प्रभावित थियो। यता केही दिनदेखि विक्रमसँग भेट नभएकोले विवेक मनमा नै न्यास्रोपनको अनुभव गर्न थालेको थियो। उसले विक्रमको बारेमा निकै खोज तलास पनि गर्यो, तर कसैले पनि उसको बारेमा केही बताउन सकेन। अनि ऊ आफै विक्रमलाई खोज्दै खोलातिर आएको थियो, किनभने उसको सबैभन्दा मन परेको ठाउँ यही हो भन्ने कुरा उसलाई थाहा थियो। विक्रमलाई यो खोलाको छेउमा एक्लै माछु ढुके झैं ढुकेर बसेको पाएर विवेकको मनमा चिसो पस्यो। यो अवश्य केही बहुलट्टी कुराको सोचमा छ भन्ने विचार गरेर उसले उसलाई कोट्याउन खोज्यो। तर विक्रम ज्यादै दोधारमा थियो। एकातिर उसलाई आफ्नो मनको उकुसमुकुसलाई रोकेर राख्न बडो मुस्किल परिरहेको थियो, तर अर्कातिर आफूले सोचेको कुरा ज्यादै अनौठो र पत्याइ नसक्नु भएकोले विवेकले पनि खिल्ली उडाउने हो कि भनेर ऊ हच्कन्थ्यो। तर आखिर भित्रको छटपटी रोक्न उसले सकेन। उसले बडो हच्की हच्की भन्यो, विवेक, मेरो मनमा एउटा अनौठो विचार उठेको छ, तर मलाई तसँग पनि भन्न थक लाग्छ, किनभने कुरा ज्यादै अनौठो छ। कतै तैँले पनि पत्याइदिनस्? पहिले कुरा त भन्, के हो? विवेकले भन्यो। पत्याउने नपत्याउने त पछिको कुरा, कुरै नसुनी के को सिङ पुच्छर समातेर पत्याउनु। त्यसैले त विक्रम उदास भयो। तर विवेक, म संसारमा तै एउटाको कुरा पत्याउँछु र तँलाई नै आफ्नो एउटा पेटको साथी ठान्छु भन्ने तँलाई थाहा छ। अघि त मेरो कुरा सुनेर त हाँस्दैनस्, मलाई सिल्लट ठानेर गिला गर्दैनस्, जस्तै कुरा भए पनि गिला गर्दैनस् अनि कसैलाई पनि भन्दैनस् भने म भन्छु। विक्रम, विवेकले गम्भीर भएर भन्यो, पत्यार गर्ने नगर्ने भन्ने कुरा नसुनी भन्न सक्दिन,
तर तँलाई म यति कुरा चाहिँ विश्वास दिलाउँछु, म तेरो कुरा कसैलाई भन्ने छैन र तँलाई गिल्ला गरेर हाँस्ने छैन। तब त भन्छस् कि कस्तै हाँसो उठ्दो र अनौठो कुरा भए पनि, कस्तै नपत्याइसक्नु र सिल्लट कुरा भए पनि। त्यसो भए म भन्छु, विक्रमले भन्यो। अब केही गरी मेरो कुरा तँलाई पत्यार लाग्यो भने तैँले मेरो मद्दत पनि गर्नेछस्। त्यसपछि विक्रमले आफूले धेरै अघिदेखि चन्द्रमामा जान पाए हुन्थ्यो भन्दै कल्पना गरेको कुरा अनि त्यस दिन त्यही बगरमा लडिरहेको बेलामा चन्द्रमाबाट बुढा आएको, मंगलमा जाने कुरा भएको र एउटा यन्त्र दिएको सबै कुरा बताएर भन्यो। विवेक, हुन त यो सबै सपनाकै कुरा जस्तो छ, तर मलाई किन त्यो बुढालाई मैले साँच्चै देखेको हुँ र उसले भनेको जस्तो हवाईजहाज बनाउन सक्यो भने म अवश्य मंगल लोकमा पुग्न सक्छु जस्तो लाग्छ। त के भन्छस्? विक्रमको कुरा सुनेर विवेक निकै बेर खोरियो अनि उसले गम्भीर स्वरमा भन्यो, भाइ, म तेरो कुरालाई ठ्याम्मै गफ हो भनेर उडाउन्न, न त तँलाई सिल्लट भनेर गिल्ला गर्छु, तर यति चाहिँ के भन्छु भने त र म अहिले धेरै केटाकेटी छौं र यस्तो असम्भव कुरामा लाग्नुहुन्न। भन त, मंगल लोकमा पुग्ने हामी केटाकेटी? हुन त साँच्चै मंगलमा जान त मज्जै होला र त्यस्तो गर्न सके मलाई पनि खुसी लाग्थ्यो, तर विवेक, विक्रमले बीचैमा कुरा काट्यो। मलाई त किन विश्वास छ। मैले कोसिस गरे भने बुढाले भनेको जस्तो हवाईजहाज अवश्य बनाउन सकिन्छ र मंगलमा पुग्न सकिन्छ। मलाई त्यो जहाजको एक कल पूर्जाको सम्झना छ। मैले नक्सा पनि बनाउन सुरु गरिसके। तै भन, अस्ति चन्द्रमामा पुग्ने पनि मानिस होइनन् र? विवेक धेरै बेर केही नबोली चुपचाप लागेर बस्यो। हुन त विक्रमको कुरा एकदम अनौठो थियो, तर उसलाई ठ्याम्मै अपत्यार गर्न मन लागेन। उसको भित्र कता कता विक्रमले त्यो जहाज अवश्य बनाउँछ र ऊ र विक्रम सँगै मंगलमा पुग्नेछन् भन्ने विश्वास लाग्न थालेको थियो। साथै मंगल ग्रहमा पुगेर त्यहाँको अनौठो मुलुक हेर्ने, त्यहाँका विचित्र कुराको ज्ञान जान्ने कल्पनाले उसलाई पनि भित्रभित्रै बडो अनौठो रोमाञ्च र आनन्दको अनुभव हुन थालेको थियो। फेरि विक्रम जस्तो साथीलाई जे गर्छस् गर भनेर निराशा गराउन पनि ऊ सक्दैन थियो। त्यसैले धेरै बेर सोचेपछि उसले भन्यो, विक्रम, तैँले भने जस्तै साँच्चै मंगलमा जान सके त कति आनन्द हुन्थ्यो। त्यहाँ पनि हाम्रै जस्तो देश होला, खोला नाला होलान्, मान्छे होलान्, अनि तिनीहरूले पढ्ने विचित्र पुस्तक, खेल्ने विचित्र खेल होलान्। यी सब हेर्न देख्न पाए त क्या आनन्द होला। तर जे भए पनि त कोसिस गर्छस् भने गर, म पनि। के त मलाई मद्दत गर्छस्? विक्रमले खुसीले उफ्रिँदै विवेकको हात समात्यो र खुसीको आवाजमा चिच्यायो, तैँले मद्दत गरिस् भने त म अवश्य सफल हुन्छु। विवेक, साँच्चै भन, त मलाई मद्दत गर्छस्? गर्छु, विवेकले दृढ स्वरमा भन्यो। तर कस्तो मद्दत म गरौं? सुन, विवेकले खुसी र उत्तेजनाले कामेको स्वरमा भन्यो। मैले त्यो जहाजको नक्सा झण्डै पूरा गरिसकेको छु, तर एक दुई कुरा मलाई अलि नपुग लाग्छ। केही छैन, म त्यो एक दुई दिनमा पूरा गर्छु अनि साँच्चीको काम सुरु हुन्छ। म नक्सा बमोजिमको जहाज बनाउन कोसिस गर्छु, तर त्यो काम म घरमा बसेर गर्न सक्दिन, बाधा पर्छ। त्यसैले तँलाई त्यो काम गर्न कस्तो ठाउँ चाहिन्छ? एकदम एकान्त, विक्रमले भन्यो। अझ सकेसम्म त्यहाँ कोही पनि नआओस्, आउन डराओस्। तर त्यस्तो ठाउँ कहाँ पाउनु? लौ त्यसो भए सुन, विवेकले एकदम अमूल्य खजना हात लागे चाहिँ खुसीले अधीर भएर भन्यो, देवीको वन। सुनिस्, देवीको वनमा भूत प्रेत आउँछ, देवीका गणहरू खेल्छन् भनेर त्यहाँ दिउँसै पनि कोही जाँदैनन्। हो, त्यहाँ कुनै ठाउँ खोजेर जहाज बनाउने काम गरे त भइहाल्यो। हो, विक्रम पनि एकदम खुसीले उफ्रियो। तैँले ठिक भनिस्। हो, त्यही ठाउँमा एउटा गुफा जस्तो ओडार पनि छ अघि। हो, म त्यहीँ बसेर जहाज बनाउँछु। अनि तर तँलाई त्यहाँ डर लाग्दैन? विवेकले शंका मानी सोध्यो। भूत प्रेत आउने ठाउँ? त पनि त्यस्तो कुरा गर्छस्? विक्रमले भन्यो। मलाई त बुझिस्, त्यस्ता कुराको केही डर लाग्दैन, बरु यस्ता कुराले हाम्रो काममा झन सजिलो पार्छ। त्यहाँ जे गरे पनि देवीका सेनाबेनाले गरेको भन्ने ठानेर कसैले खोजी नीति पनि गर्दैन। अत सुन विवेक, म देवीको वनमा दिनरात काम गरेर जहाज बनाउँछु, त चाहिँ बाहिर बसेर दुईवटा काम गर। एक, मलाई चाहिने जहाज बनाउन चाहिने माल सामान बजारबाट किनेर र खोजी गरेर त्यहाँ ल्याइ पुर्याउनु। दुई, देवीको वनमा कसैलाई जान नदिनु। कसैले जान आँट गर्यो भने झन बढी भूत प्रेतको कुरा फैलाएर आतंक फैलाइदिनु। भन मन्जुर? मन्जुर, विवेकले विक्रमको तालीमा ताली ठोक्दै भन्यो। त्यसपछि दुवै साथी एउटा अनौठो खुसी र उत्तेजना मनमा लिएर गाउँ फर्किए। 3. विक्रमको घर पछाडि एउटा सानो वन थियो। त्यो सधैँ एकान्त र चकमन्न रहन्थ्यो। त्यहाँ रुखपात, बिरुवा, बुट्यानहरूले बडो रमाइलो थियो। त्यहाँ खोला नाला, छहरा, छागा पनि थिए। साँझ बिहान अनेक थरीका मैना, जुरेली, ठुकुर, धोबिनी, पट्टु,
सारौं आदि चराहरूका मधुर गीतहरू फैलिएर ज्यादै मनलाई रमाइदिन्थे। फूलका थुङ्गामा राम्रा राम्रा पुतली फिरफिरे आदि झुलिरहन्थे। तर यति रमाइलो र स्वर्ग बिर्साउने ठाउँ भएर पनि त्यहाँ कोही जाँदैनथे। केटाकेटी गाईवस्तु चराउन लाँदैनन्। पाकाहरू घाँस पत्कर र दाउराका लागि जाँदैनन्, किनभने त्यस वनमा देवी देवताको बास छ। दिउँसो मध्याह्नमै त्यहाँ नवदुर्गा भगवतीहरू आएर खेलकुद गर्छन् र त्यस बखत अगाडि जो पर्यो त्यसको भोग लगाउँछन् भन्ने हल्ला चलेको थियो। त्यसैले त्यहाँ रातिको त कुरै भएन, दिउँसै पनि कोही नजाने हुनाले चकमन्न र शून्य हुन्थ्यो। विक्रम यी सबै कुरालाई बकमफुसे कुरा हुन् भन्थ्यो। ऊ निकै सुरु केटो थियो। भूत प्रेत त मरेका आत्मा हुन्। जिउँदा मानिससँग उनीहरूको बल बुद्धि कुनै कुरामा पनि जोड चल्दैन। उनीहरूले केही गर्न सक्दैनन् भन्थ्यो। अनि देवी देवतादेखि पनि ऊ डराउँदैन थियो, किनभने देवी देवता देखिँदै देखिँदैनन्। देखिए पनि मानिसलाई मात्र होइन, कसैलाई पनि हानि खराब किन गर्लान् र? खराब र हानि गर्ने भए, मानिसको बिगार गर्ने भए ती देवता कसरी भए? त्यसैले मानिसले देवतादेखि डराउनु पर्दैन भनेर विक्रम ठान्थ्यो। यी सब विश्वास र आफ्नो साहसी स्वभावको कारणले विक्रमले आफ्नो कामका लागि देवीको वन नै उत्तम ठहरायो। एक दिन ऊ विवेकलाई लिएर कसैले सुइको नपाउने गरी गयो। उनीहरू त्यहाँको ताजा फलफूल र छाँगाको चिसो पानी खाएर शीतल हावामा चराका मीठा गीत र पुतलीका रमाइला नाच हेर्दै आनन्दले घुम्न थाले। दिनभरि यसरी आनन्दले बहाड दिँदै घुम्दा घुम्दा साँझपख उनीहरूले एउटा ओडार फेला पारे। पहिले त कतै बाघ भालुको गुफा पो हो कि भनेर उनीहरू हच्के। तर विक्रमले कम्मरमा सानो खुकुरी पनि भिरेकोले ऊ सुरो मुटो लिएर त्यस ओडारमा जान तम्सियो। विवेक, त एकछिन यही उभि राख, म भित्र कस्तो रहेछ, बस्नु हुने रहेछ कि रहेनछ हेरि आउँछु, विक्रमले भन्यो र ओडारतिर पाइला बढायो। पख विक्रम, विवेक अलि डराएकै थियो। यो गुफा के हो, कस्तो हो, बाघ भालुको गुण पो हो कि? त्यसै हमेसी पस्नुहुन्न, पहिले बुझेर जाँचेर। त हेर्दै नहेरी कसरी जाँच्ने त? विक्रमले हाँस्दै भन्यो। त नडरा, यो कुनै ज्यानमा र जनावरको गुफा हो जस्तो छैन, भए पनि मसँग खुकुरी छ। त्यसो भए म पनि आउँछु पख, विवेकले भन्यो र ऊ विक्रमकै पछि लाग्यो। दुवैजना मुटु दह्रो पारेर गुफातिर गए। यो एउटा पहरामा आफसे आफ बनेको गुफा रहेछ। विक्रम निर्धक्कसँग त्यसभित्र पस्यो। विवेक अलि हच्की हच्की उसको पछि लाग्यो। उसका पाइला अति गरौं थिए। विक्रम, हामीले आफ्नो मण्डलीमा मायालाई पनि मिलाए कसो होला? विवेकले एक्कासी एउटा प्रस्ताव गर्यो। मायालाई? विक्रमले चकित भएर सोध्यो। अहिले एक्कासी तेरो मनमा माया कताबाट आई? त्यसै एक्कासी मलाई उसको सम्झना आयो। विवेकले भन्यो। तँलाई थाहा छ, म जस्तै विचार गर्छे र कुनै नचाहिँदो कुरादेखि डराउन्न। फेरि स्कुलमा पनि ऊ सधैँ हाम्रै पक्ष लिन्छे र तेरो झन खुब भक्ति गर्छे उसलाई। विक्रमलाई पनि अब तीव्र रूपले मायाको सम्झना आयो। माया उसकै स्कुलकी, तर उनीभन्दा एक कक्षा मुनि पढ्ने केटी थिए। ऊ पनि केटाहरूमा विवेक जस्तै केटीहरूमा सबैभन्दा चलाक, राम्री, फुर्तिली र हक्की भनेर कहलिएकी थिए। ऊ खेलकुदमा, नाचगानमा र यस्ता अरू अतिरिक्त क्रियाकलापमा निकै चाख लिने र सिपालु थिए। खेलकुदमा बराबर इनाम पनि जित्ने गर्थे। माया अरू केटीहरूभन्दा स्वभाव र विचारमा पनि भिन्न थिए। ऊ अलि स्वतन्त्र विचार राख्थे र नचाहिने कुरामा दब्बु भएर बस्दिनथे। ऊ विक्रमको व्यक्तित्वदेखि निकै प्रभावित थिए र उसको टोलीमा मिल्न ज्यादै उत्सुक थिए। तर विक्रम ज्यादै एकान्ती स्वभावको भएकोले ऊ त्यसतिर त्यति ध्यान दिँदैनथ्यो। हो, कुनै बखत बेलामा अथवा पढाइमा आफ्नो टोलीलाई कुनै मानिस छान्न पर्दा ऊ कहिल्यै मायालाई छोड्दैनथ्यो। तर माया उनीहरूको गाउँकी नभएर पल्लो गाउँकी थिए। ऊ मिन 50 को छुट्टीमा मधेसतिर आफ्नो मामा घर जाने गर्थे। तर माया मधेसतिर गइसकिन् र? विक्रमले भन्यो। नगएकी भए पनि उसले हाम्रो कुरा पत्याउली र अनि हाम्रो साथ देली र? उसलाई विश्वासमा ल्याउन त म सक्थे, तर विवेकले भन्यो। मधेस गइसकेकी भए कुरै भएन, तैपनि मधेस गएकी छैन कि? त्यसबारे कुरा गर्दै गरौँला, विक्रमले भन्यो र ओडारभित्र पस्यो। त्यहाँ उज्यालो थिएन, तर एकैछिनपछि आँखा सादिएपछि त्यहाँका सबै कुरा छर्लङ्ग भए। त्यो एउटा 20 बाई 30 गजको बाटुलो कोठा जस्तो परेको गुफा रहेछ। त्यहाँ प्रशस्त झ्यासोस, माकुराका जाला, चराका भिष्टाहरूले ढाकेकोले कुनै जंगली जन्तुले डेरा जमाए जस्तो देखिँदैन थियो। यो ठाउँलाई सफा पार्यो भने एउटा मजाको र सुविस्ता दिने खालको कोठा बन्द थियो। विवेक, यो ठाउँ कति मजाको रहेछ। सफा सुग्घर पारेर झ्यासोस फाडेर गर्यो भने त हाम्रो काम गर्न बडो मिल्दो र सुहाउँदो ठाउँ रहेछ। कसो, तँलाई कस्तो लाग्छ? ठिक छ बा, म आफ्नो कामको लागि यही गुफा रोज्छु। यहाँ कोही आउँदा पनि आउँदैन र मेरो काममा बाधा पनि पर्दैन।
विक्रमले एकै सासमा भन्यो। अनि केही बेर त्यहाँको राम्रो निरीक्षण गरेपछि दुवै सुटुक्क गाउँ फर्किए। त्यसरी देवीको वनमा एउटा गुफाको आविष्कार गरेर त्यसलाई आफ्नो ज्यासल बनाएर काम गर्ने निदो गरेपछि विक्रमले दिन-रात मेहनत गरेर नक्सा तयार पार्यो। नक्सा चित्त बुझ्दो भएर तयार भएपछि उसले त्यो विवेकलाई देखाएर सल्लाह लियो। हेर विवेक, नक्सा त अब तयार भयो, अब यसलाई बनाउन पो भारत छ। हामीसँग पैसा छैन, यसलाई रङ, सिसा, टिन, ऐना, फलामहरू कति लाग्ने हो भन्न सकिन्न, के गर्ने? भला त्यस्ता कुरालाई एकातिर राख अहिले, विवेकले भन्यो। केही नभए पनि खाजा खाने पैसाबाट बचाएको केही रुपियाँ मसँग छ र तसँग पनि केही होला। अर्को खुसीको कुरा सुन्छस्, माया घरमै रहेछ, मधेस गएकी रहेनछ। मैले उसलाई भेटेर कुरा गरिसके। तैँले गर्न आँटेको काम भन्नासाथ उसले कुनै शङ्कै उठाइन। उसले भरे भेटेर नक्सा हेर्छु भनेकी छ। साँच्चै विवेक? विक्रम खुसीले झन्डै उफ्रियो। त्यसो भए त हामी पक्कै सफल हुन्छौं। पहिले वनमा गएर गुफालाई लायक त पारौं, विवेकले भन्यो। अनि अरू कुरा गर्दै गरौंला। मायाले पनि त सल्लाह दिली। त्यसै साँझ उनीहरूले खोलाको तीरमा मायासँग भेटे। माया 11-12 वर्षकी, बढी तेजिली, बान्किली जिउडाल, खाने मुख, सुलुत्त परेको नाक, फराकिलो निधार, काला काला कपाल, साँच्चै राम्रो केटी थिए। ऊ विक्रमले बनाएको जहाजको नक्सा देखेर निकै प्रभावित भए। विक्रम, तिमीले साँच्चै राम्रो नक्सा बनाएछौ, मायाले भनी। के साँच्चै यसमा चढेर मंगललोकमा पुग्न सकिन्छ त? बुढाले मलाई त्यसै भनेका छन्, विक्रमले भन्यो। मलाई यी कुरामा एकदम विश्वास छ। तर माया, तिमीलाई मेरो कुरा पत्यार लागेन कि? तिमी मेरो गिल्ला त गर्दैनौ? होइन, म तिम्रो कुरामा अपत्यार गर्दैन, मायाले भनी। अनि म तिम्रो गिल्ला पनि गर्दैन। मलाई तिमीमाथि पूरा भरोसा छ। त्यसो भए तिमी पनि हाम्रो टोलीमा मिल्छौ त? विक्रमले खुसीले उत्तेजित हुँदै भन्यो। अर्थात् विवेक र मेरो टोलीमा? भन। मिल्छु, मायाले भनी। त्यसो भए तिमी जहाज बनाउन मलाई मद्दत गर्छौ त? विक्रमले बडो अधैर्य भएर सोध्यो। तिमी डराउन त डराउँदिनौ? गर्छु, मायाले दृढ स्वरमा जवाफ दिए। म डराउन्न, केहीदेखि डराउन्न। अनि भोलिपल्ट तिनीजना कसैले चाल नपाउने गरी देवीको वनमा गए र गुफालाई झ्यासझुस पन्चाएर माकुराका जाला मिल्काएर एकदम बैठक कोठा जस्तै बनाए। भुइँमा सुकेका स्याउला, पात पतिङ्गर बिछ्याएर आरामसँग बस्नुहुने तुल्याएर फर्किए। अब तिनैजना साथी मिलेर त्यो यान बनाउन चाहिने माल सामानहरू जोड्न थाले। आफूसँग भएको पैसाले ज्यादै जरुरी सामानहरू, किल्ला, काँटा, सिसा, चुम्बक, रङ, घाउ, तारहरू किने। टिन जस्ता अलि सजिलै पाइने सामान जोडजाड गरेर गुफामा लगेर राखे। यो सबै बर बन्दोबस्त मिलाएपछि एक दिन विक्रम आफूसँग भएका सबै ज्यावलहरू, खन, मुङ्रो, छिना, बर्मा, पेचकस, मार्तोल, रेन्चु आदि सबै लिएर साथीसँग विदा भएर देवीको वनको गुफामा आसन जमायो। गुफामा गएर बसेपछि विक्रमले आरामसँग आफूले तयार पारेको नक्सा फुकायो र बडो ध्यान दिएर त्यसको अध्ययन गर्न थाल्यो। यो एउटा चरो बान्कीको अनौठो हवाई जहाजको नक्सा थियो। यसमा 2 जना मात्र बस्नुहुने ठाउँ देखिन्थ्यो र झट्ट हेर्दा यो एउटा केटाकेटीको खेलौना हवाई जहाज जस्तै लाग्थ्यो। तर विक्रमलाई पूरा विश्वास थियो यो सवारी तयार भएपछि यसले उसलाई अर्को ग्रहमा लैजानेछ। नक्साको राम्ररी अध्ययन गरेपछि विक्रम आफ्नो काममा जुट्यो। उसले त्यसै गुफाको एक कुनामा एउटा सानो अगेना बनायो अनि आफ्नो ज्यावल लिएर टिन जस्ता किला काँटासँग खेल्न थाल्यो। ऊ बिहान भात खाएर खुसुक्क वनमा जान्थ्यो र दिनभर काममा जुटिरहन्थ्यो। उसका लागि दिउँसोको खाजा मायाले पुर्याइदिन्थे। अरू चाहिएका सामान विवेकले बजारबाट किनेर अथवा कतैबाट जुटाएर पुर्याइदिन्थ्यो। यसरी विक्रम काममा जुटिरहँदा उसलाई आफ्ना अरू साथीहरू रमाइलोसँग डन्डीबियो, गुच्चा, कान पिच्चा खेलिरहेका होलान्। कुनै यो मिन 50 को विधामा टाढा घुम्न गएका अथवा पिकनिक गएका होलान् भन्ने कुराको पनि सम्झना जाँदै थियो। ऊ कुनै कुरामा मन नडुलाई एकाग्र भएर एक मन चित्तले काममा लागिरहन्थ्यो। धेरै दिन बित्यो, तर विक्रम भात खाना साथ कहाँ जान्छ, के गर्छ र राति अबेलासम्म पनि कहाँ बेपत्ता हुन्छ भन्ने कुरा कसैले पत्तो लगाउन सकेन। उसका साथीमा माया र विवेक त उसका मद्दती नै भए। अरू साथी र बुबा आमाले कति खोराए, तर विक्रमले केही बताएन। किनभने बुबा आमाले सुईको पाए भने उसलाई अवश्य रोक्नेछन् भन्ने उसलाई थाहा थियो। त्यसैले ऊ सबैलाई म त्यसै घुम्न डुल्न जान्छु भनेर जवाफ दिँदै टारिरहन्थ्यो। त्यसताक दिनभर र बेलुकी 2-3 घडी रात जाँदासम्म पनि देवीको वनबाट केही ठोके जस्तो आवाज आइरहेको त्यहाँ वरपर काम गर्न जाने गाउँले र गाई बाख्रा चराउन जाने गोठालाहरूले सुन्न थालेका थिए। 1 दिन 2 दिन त त्यसतिर कसैले ध्यान दिएनन्। तर दिन दिन त्यो स्वर सुन्न थालेपछि उनीहरू केही डराए, केही शंकाए।
आजभोलि देवीको वनमा अनौठो आवाज आएको सुनिन्छ, बडो असम्मको, घन ठोकेको जस्तो। गाउँलेहरूमा गाई गुई कुरा चल्न थाल्यो। धेरै जसो त के कुनै देवी देवताको लीला हो भनेर डराए। कुनै कुनै अलि सुरा केटाहरू हामी पत्ता लगाउँछौ भनेर कम्मर पनि कस्न थाले। तर बुढापाकाहरूले यस कुराको विरोध गरे। धत, तिमी ओरन ठ्याउला केटाहरू नचाहिँदो चासो लिएर देवी देवताको काममा बिथुलाई नगर। देवी देवताको काममा बिथुलाई गर्दा आपद विपद पर्ला। बुढापाकाको विरोधले केटाहरूको हिम्मतलाई सेलाइदिन्थ्यो। यसका साथै माया र विवेकले मिलेर अनेक खालका देवी देवताका कथाहरू फैलाउन थाले। ओहो, देवताको वनमा त्यहाँ हामीले 9 दुर्गाको नाच देख्यौं। उनीहरू आफ्ना सेनाबेनाको साथमा नाचगान गर्छन्, खेल्छन्, उफ्रन्छन्। त्यता जानुहुन्न है। बुढापाकाको विरोध र विवेक मायाको गफले सुरिने ठिटाहरूको हिम्मत सिलायो। तर एक दिन बिहान शम्भु भात खाइसकेपछि बाख्रा स्याउला जान भनी वनकै छेउको बकैनाको रुखमा चढेको थियो। उसको पेट गाउँतिर र मुख देवीको वनतिर थियो। त्यतिकैमा उसले हतार हतार देवीको वनतिर जान लागेको विक्रमलाई देख्यो। विक्रम कसैले नदेख्ने गरी लुक्दै वनतिर गइरहेको थियो। उसले रुख चढेर हेरिरहेको शम्भुलाई देखेन। विक्रमलाई यसरी लुकेर देवीको वनतिर जान लागेको देखेर शम्भुलाई अचम्म लाग्यो। ए विक्रम, त कहाँ जान लागेको भनेर बोलाउन उसको मुख सकसकायो। तर उसले आफूलाई रोक्यो। होइन, बोलाउनु भन्दा यो कहाँ जाँदो रहेछ, चियो बस्नु पर्यो भन्ने अठोट गरेर ऊ रुखबाट ओर्लियो अनि लुक्दै लुक्दै विक्रमको पछि लाग्यो। शम्भुले पछ्याएको विक्रमलाई पत्तै भएन। ऊ निशङ्क देवीको वनमा पस्यो र अल्प्यो। शम्भुले वनभित्र पस्ने आँट गर्न सकेन। ऊ अचम्म मानेर फर्कियो। तर उसले कुरा पेटमा पचाउन सकेन र गाउँमा ठुङ्ग्रो पिटाइदियो। ए सुन्यौ तिमीहरूले, विक्रम त भात खाएर देवीको वनमा पो जाँदो रहेछ। ऊ लुकी लुकी जाँदो रहेछ। पहिले त गाउँलेले शम्भुका कुरा पत्याएनन्। यो सम्भे फटा हो। विक्रमे फुचोले देवीको वनमा जाने कसरी आँट गर्ला? फेरि त्यसको के काम त्यहाँ? तर शम्भुले त्यसको भोलिपल्ट गाउँका अरू 1-2 जनालाई आफूसँग लगेर विक्रम देवीको वनमा जान लागेको देखाइदियो। उनीहरू पनि शम्भु लुकेको बकैनाको रुखमा चढेर बसे। विक्रम आफ्नो टाइममा लुक्दै लुक्दै वनतिर गयो। उसले आफ्नो चियो बस्नेहरूको सुइकै पाएन। अब त्यो कुरामा सबैलाई पत्यार भयो। गाउँमा यो डढेलो फैले झैं फैलियो। विक्रमका बाबुआमाले पनि त्यो कुरा सुने। उनीहरूको हंसले ठाउँ छोड्यो। आमाको त होसै उड्यो। बाबु उसँग धेरै रिसाए। उनले विक्रमलाई फकाई फुलाई हप्की दप्की गरी अनेक किसिमबाट सोधे, त त्यो देवीको वनमा किन जान्छस्? सबैले आफ्नै आँखाले देखेका, मलाई छल्ने जमर्को नगर। पहिले त जतिकै खोराए पनि विक्रम ढुङ्गो बोल्ला बोलेन। तर बाबु ज्यादै रिसाएपछि उसले मुख नखुली सुख पाएन। हो, म देवीको वनमा जाने गर्छु। म त्यहाँ गएर आफ्नो काम गर्छु। त्यहाँ मैले कहिल्यै देवी देवता भूत प्रेत देखेको छैन। त्यहाँ मलाई शान्ति मिल्छ। छोराको यस्तो डर भर नभएको कुरा सुनेर उसकी आमा त ज्यादै आत्तिन्। उनको मन छोराको भविष्यको आशंकाले काम्यो। उनले रुँदै भनिन्, बाबु, त्यो वनमा देवीहरू खेल्छन् भन्छन्, त उनीहरूका सम्मुख परेर तँलाई केही भए हामीले के गर्नु? भनेको मान, त्यहाँ जाने नगर। आमा, त्यहाँ कुनै देवी देवता आउँदैनन्। विक्रमले भन्यो, यी सबै रेका कुरा हुन्, गफ हुन्। त्यहाँ असाध्यै रमाइलो छ। मलाई त्यहाँ बडो आनन्द आउँछ। त्यसैले म त्यहाँ गएर काम गर्छु। त त्यहाँ के काम गर्छस् भन् त? आमाले सोधिन्। जे काम गरे पनि घरैमा बसेर गरे हुन्न र? त्यही गएर गर्नुपर्ने कस्तो काम हो त्यो? पहिले त विक्रमले ज्यान गए बताएन। आखिर आमाले मर्ने डर देखाएपछि उसले सबै कुरा नबताई धर पाएन। उसले बुढासँग भेट भएको सबै कुरा बताएपछि भन्यो, आमा, म त्यो जहाज बनाएर मंगलको देशमा नगई छोड्दैन। अनि म तपाईहरूलाई पनि घुमाउन लान्छु। विक्रमको त्यस्तो हावा बिग्रेको जस्तो कुरा सुनेर उसका बाबुआमा ज्यादै डराए। उनीहरूले तलमाथि अनेक देखाएर हप्की दप्की देखाएर उसलाई आफ्नो हावादारी कल्पना छोडाउने धेरै कोसिस गरे। गाउँका जान्ने सुन्ने बुजुर्ग इष्टमित्रले पनि उसलाई धेरै सम्झाए। तर विक्रमले आफ्नो जिद्दी ज्यान गए छोडेन। तपाईहरू जतिसुकै भन्नुहोस्, म त्यो जहाज बनाइ छोड्छु। मान्छेले गर्न नसक्ने के कुरा छ र? उसको त्यस्तो बहुलट्ठी हट देखेर विक्रमलाई सबैले हावा खुस्केको ठाने। अनि गाउँका मानेजाने बुजुर्गहरूका सल्लाहले उसका बाबुले उसलाई कोठैमा थुनेर राख्ने निदो गरे। अब त घरबाट बाहिर जान पाउन्नस्। जबसम्म तेरो मन ठीक हुँदैन तैँले कोठामा थुनिएर बस्नुपर्छ। 4. कोठामा थुनिएपछि विक्रमको मन पोल्न थाल्यो। अब कसरी त्यो आफ्नो जहाजको काम पूरा गरेर कसरी मंगललोकमा पुग्ने? उसको मगजले कुनै निदो गर्न सकेन। भाग्ने कसरी? बाबुले उसलाई माथिल्लो तलाको एउटा कोठामा थुनेका थिए। त्यस कोठामा एउटै झ्याल थियो। त्यो झ्याल धेरै अग्लोमा थियो।
त्यसबाट हाम फाल्ने आँट त गरे तर भाग्न सकिन्थ्यो, तर हात खुट्टा भाँचिने डर थियो। आँट गरे त भाग्न सकिन्थ्यो, तर हात खुट्टा भाँचिने डर थियो। हात खुट्टा भाँचेर लङ्गडो र डुडो भन्ने विक्रमको मन थिएन। विक्रम दिनदिनै निराश हुँदै गयो। मंगललोकमा जाने आफ्नो सपना त्यसै माटो हुन लागेको देखेर उसलाई घरिघरि रुन पनि मन लाग्दथ्यो। उसलाई बाबुआमादेखि रिस पनि उठ्दथ्यो। कति मूर्ख छन् उसका आमा बुबा। ऊ सधैँ मान्छेलाई बौला ठानेर कोठामा थुन्छन्, तर उसले यसरी चुप लागेर लुलो लङ्गडो जस्तो हात खुट्टा बाँधेर बस्न त हुन्न। त्यसबाट फुत्कने उपाय त झिक्नै पर्छ। उसले कोठाका कुना काप्चा धुइँधुइँती खोज्यो, तर त्यहाँ त्यो कैदबाट उम्कने कुनै उपाय थिएन। कोठाको एकातिर भित्तामा जोडेर उसको खाट ओछ्याइएको थियो। सिरानपट्टि पुस्तक राख्ने खटिया थियो। भित्तामा केही तस्बिर र क्यालेण्डरहरू थिए। बस। मलाई खानेकुरा कसले ल्याउला? दिदीले ल्याए त म उसको खुट्टा ढोगेर नभए उसलाई लफन्ड्याएर पनि यहाँबाट उम्किने थिए। विक्रमले मनमा नै सोच्यो, तर उसको यो आश पनि पूरा भएन। खानेकुरा बाबु आफैले ल्याउनुहुन्थ्यो। विक्रम निराशाले गर्दा दिनदिनै गल्न थाल्यो। उसलाई खान पटक्कै मन राख्न छोड्यो। ऊ मनमा अनेक तर्कना मात्र खेलाइरहन्थ्यो। तर्कना खेलाएर झ्यालमा उभिएर चन्द्रमा र आकाशमा मात्र हेरिरहन्थ्यो। निन्द्रा पनि कम हुँदै गयो। बिहान बेलुकी चाहिँदो मात्रामा नखानाले र राति चाहिँदो निन्द्रा नपर्नाले विक्रमको स्वास्थ्य खस्कन थाल्यो। अनुहार पहेँलो हुँदै गयो। आँखा खोपिल्टो पर्दै गए। जिउमा रगत सुक्दै जान थाल्यो। छोराले यसरी खाँदै नखाएर सुक्दै गएकोले आमाको मनमा ठूलो डर पस्यो। उनी लोग्नेसँग बिन्ती गर्न थालिन्। छोराले खाँदै नखाई सुत्दै नसुत्ती जिउ खङ्गार पार्न थाल्यो। यसरी कति दिन थुनेर राख्ने? छोडिदिनुहोस्, भर्सेला परोस्। 3 छोरामा एउटा बरालियोस्। उसको भाग्यमा जे लेख्या छ त्यही होला। एउटा बिग्रे पनि त अरू छँदैछन्। स्वास्नीको कुराले विक्रमका बाबु आगो हुन्थे। तिमी आइमाईहरूकै नचाहिदो मायाले हो सन्तान बराल्ने। पछि रगतका आँसु रुनु पर्दा पो थाहा हुन्छ। तर यसरी थुनेर सुकाई मारेर पनि त पछि आफैले रोनुपर्छ नि। आमा तर्क गर्थिन्। कति जिद्दी गर्ला? 2-4 दिन हन्डर खाएपछि आफै ठेगानमा आउँछ, बाबुले भने। तर छोराको हालत देखेर बुढाको मन पनि हल्लिन थाल्यो। उनले विक्रमलाई देवीको वनमा जान्न भन्ने कबुल गर, छोडिदिन्छु भनेर अनेक किसिमबाट सम्झाए। उनले भनेको मानिस भने साइकल किनिदिन्छु, रेडियो किनिदिन्छु भनेर अनेक फकाए। तर विक्रमले कुनै जवाफ दिएन। ऊ ढुङ्गाको मूर्ति बनिदियो। उसको यो लिडे ढिप्पी देखेर बाबुको झोक कहिलेकाहीँ उग्र भएर उलिन्थ्यो र उनी 2-4 झापट पनि जोडिदिन्थे। तर यसले पनि विक्रमको हटलाई बाटामा ल्याउन सकेन। विक्रमकी आमाले पनि उसलाई धेरै सम्झाइन्। बाबु, ज्ञानी छोराले यस्तो जिद्दी गर्दैनन्। बाबुआमाले भनेको मानेर पढेर लेखेर ठूलो मान्छे भनेर बाबुआमालाई पो सुख दिन्छन्, यस्तो नचाहिँदो जिद्दी गरेर। तर विक्रमले आफूले कुनै नचाहिएको काम गरे भन्ने कुरा मान्नै सकेन। उसले के नचाहिँदो काम गरेको छ? चोरी, ढाँटी, बदमासी त गरेको छैन। उसले कुनै हालतमा बाबुआमाको कुरा मान्न सकेन। आमा, म मंगललोकमा जान चाहन्छु। के त्यो नचाहिने काम हो? मंगल भनेको त देवता हुन्। त्यो पनि कुनै जाने ठाउँ हो र? त के भएको? आमाले सम्झाउने कोसिस गरिन्। बरु तँलाई हिट्न डुल्न मन लागे धेरै पढ्नु लेख्नु अनि बासँग भनेर मधेस जानु, देश विदेश जानु। आमा, म त सिल्ली होइन। चन्द्रमा अनि आकाशमा सबै ताराहरू हाम्रै पृथ्वी जस्ता हुन्। मंगल पनि हाम्रै पृथ्वी जस्तै लोक हो। मैले स्कुलमा यस्तै पढेको छु। तपाईँ रेडियो सुन्नुहुन्न। अस्ति भर्खर 3 जना मानिस चन्द्रमामा ओर्लिए। म किन मंगलमा जान सक्दिन? विक्रमले दृढ स्वरमा भन्यो। विक्रमका बाबुले विक्रमलाई थुनेपछि माया र विवेकलाई ज्यादै पीर पर्यो। उनीहरू खोला किनारामा भेटेर यही विषयमा सल्लाह गर्न थाले। विवेक बडो फसाद पर्यो। मायाले चिन्ता गर्दै भने, विक्रमका बाबुले उसलाई त थुनेर पो राखे। अब त्यो जहाज कसरी बनाउने? खोइ कसरी? विवेक पनि उदास भयो। म बनाउन जान्दिन। मलाई यसको कल पूर्जा थाहा छैन। त अब हाम्रो मंगलमा जाने कुरा त हावा खाने भयो। मायाले निराश भएर भने, विक्रम नभए जहाज कसले बनाउला? जहाज नबने त्यहाँ जाने कुरै हावा खायो। के गर्ने त माया? विवेकले सोध्यो। खोइ के गर्ने? केही जुक्ति निकाल्न सके त? मायाले भने, कुनै जुक्तिले विक्रमलाई उम्काउन पाए त? तर त्यो कसरी गर्ने? विवेकले भन्यो। उसलाई 3 तलामाथि कोठामा थुनेर राखेको छ, कसरी उम्काउने? अरू त केही बाटै छैन, मायाले भने। अनि उसले केही बेर घोरिएर सोची। उसको अनुहार 21 उज्यालो देखियो। विवेकको मनमा आशाको सञ्चार भयो। तिमीले के जुक्ति सोच्यौ जस्तो छ नि माया? एउटा जुक्ति सोचे, मायाले भने। विक्रमकी एउटी दिदी छ अघि, मेरै दौतरी। म उसँग मिलजुल बढाएर उसलाई कहाँ राखेको छ सबै पत्ता लगाउँछु अनि उम्काउने जुक्ति गरौँला। गुड। विवेक एकदम उफ्रियो। तिमी त्यसै गर। जुन यति बेला पश्चिमपट्टिको डाँडाको चुचुरोमाथि सानो टुक्रो देखिएको थियो। खोलाबाट चिसो सिरेटो चलेर त्यहाँ चरो मुसो पनि कराएको आवाज सुनिँदैन थियो।
खोलाको कलकल मात्र सुनिन्थ्यो। दुवै केटाकेटी अब काम्न थालेका थिए। अब हामी घर घर जाउँ, मायाले भने। अनि पर्सि साँझ यही भेटेर के भयो त्यसबारे कुरा गरौँला। पर्सि यसै बेला यसै ठाउँमा, विवेकले भन्यो र दुवै गाउँतिर लागे। त्यसको भोलिपल्ट माया विक्रमको घर गई। त्यति बेला संजोगले घरमा विक्रमकी दिदी रेखा मात्र थिए। ऊ विक्रम भन्दा 1.5 वर्ष ठूली थिए। ऊ 13 वर्षकी थिए। ऊ मायालाई चिन्थे र माया आफू कहाँ आएको देखेर ऊ खुसी भए। ओहो माया, आज कताबाट बाटो बिराउ त? रेखाले खुसी हुँदै भने। तिमी त कहिल्यै आउँदैनौ। यसो कहिले काहीँ आए त सँगै खेल्न हुन्छ नि। आउँछु नि, किन नआउनु? नआउने भए आज किन आउँथे? मायाले भने। यसपछि यी दुई अल्लारे केटीहरूको चाँडै घनिष्ठता बढ्यो। दुवै एकै उमेरका, एकै खालका रूप रंगका, एउटै खालको रुचि भएका हुनाले उनीहरूको दिल खुल्न बेर लागेन। माया दिनदिनै भने जस्तो रेखा कहाँ आउन थाली। आएर ऊ उसको काम सघाइदिन्थे र घण्टौं आफ्ना आफ्ना कुरा गरेर बस्थे। स्कुलको कुरा, आफूले अस्ति सिलाएको घागर र चोलीको कुरा, अनि शहर जाँदा हेरेको सिनेमाका कुरा र यस्तै अनेक कुरा। यस्तै केही दिन घुलमिल गरेर रेखाको मन पेट पाएपछि एक दिन मौका पारेर मायाले विक्रमको कुरा उठाई। विक्रम अचेल देखिँदैन नि, ऊ र म एउटै स्कुलमा पढ्छौं। के ऊ घरमा छैन? होइन, घरै छ। रेखाले हच्की हच्की भने। तर बाले उसलाई थुनेर राख्नु भएको छ। थुनेर राख्नु भएको छ रे? किन ह? मायाले आश्चर्य मानेर भने। नजा नजा भन्दा पनि ऊ देवीको वनमा जान्छ भनेको मान्दैन अनि, रेखाले भने। अनि त्यस्तै अनेक कुराकानी गर्दा गर्दै उसले विक्रमलाई थुनेको आफूलाई मन नपरेको कुरा पनि बताई। बाबुदेखि चित्त नबुझेको कुरा पनि बताई। तर बा भनेको ठूलो मान्छे, ऊ आफू केटाकेटी के गरोस्? विक्रम खाँदा पनि खाँदैन, बोल्दा पनि बोल्दैन, बिरामी पर्ला जस्तो भइसक्यो। आमाले कति बिन्ती गर्नुभयो, तर बा र के भन्नु? पटक्कै बुझ्नुहुन्न। रेखाले अलि रिसाएको भाव दर्शाएर भने। त्यो भए तिमी नै सुटुक्क उसलाई किन छोडिदिन्नौ? मायाले रेखालाई हौसाउँदै भने। कसरी छोड्नु? रेखा उदास भई। बाले थाहा पाउनुभयो भने मार्नुहुन्छ। त्यसमाथि उसलाई थुनेको कोठाको साँचो सधैँ बाको जनैमा झुन्डिएको हुन्छ। आमालाई पनि खानेकुरा दिन जाने बेलामा एकछिन दिनुहुन्न, अनि आफै लिइहाल्नुहुन्छ। कस्तो हुनुहुन्छ हाम्रो बा? तब त फसाद पर्यो। माया चिन्तामा परी। रेखासँग यत्रो मिलजुल गरेर उसको विश्वास लिएको पनि फुस्सा नै भयो। अब के गर्ने? मायाले आफ्नो मगज खुब खेलाइ। तैपनि एउटा अर्को जुक्ति काम लागिहाल्छ कि। रेखा, तिमी विक्रमलाई थुनेर राखेको भन्दा छुट्याएको ठिक मान्छे होइन? मायाले हच्की हच्की भने। त्यो त हो नि, बिचरो हराम न बिराम। ऊ त्यसै सुकेर जान थाल्यो भनेर आमा पिर गरिरहनुहुन्छ। तर बालाई के भन्नु खोइ? त्यसो भए तिमी मैले भनेको एउटा काम गर्छौ। तिमीले त्यति गर्यौ भने विक्रमलाई थुनाबाट छुटाउन सकिन्छ। विक्रमलाई थुनाबाट छुटाउन सकिन्छ। के काम? भन न। रेखाले उत्साह देखाई। मैले गरेर हुने भए। अरू केही गर्नु पर्दैन। मायाले एउटा चिठी लेखेर उसलाई दिँदै भने। तिमी यो चिठी लगेर खुसुक्क विक्रमलाई देऊ। कसो सक्छौ? त्यति त सकिहाल्छु नि। रेखाले चिठी दिँदै भने। आमा, खानेकुरा दिन जाँदा पछि पछि जान्छु र आँखा छलेर दिन्छु। गुड, म अहिले जान्छु, पर्सि आउँला। यति भनेर माया उठी र विवेकलाई यहाँको खबर गर्न दौडी। आजै साँझ खोलाको किनारामा भेट्ने उनीहरूको प्रोग्राम थियो। साँझ परिसकेको हुनाले ऊ हस्याङ फस्याङ गर्दै उतै दौडी। विवेक किनारैको चेप्टो ठूलो ढुङ्गामा उसलाई पर्खेर बसिरहेको थियो। उसलाई यसरी स्वास्वा र फाँफा गर्दै हँसिलो अनुहार गरेर आएको देखेर ऊ उठ्यो र एकदम जोसले उसको हात समातेर सोध्यो, के भयो माया? मिल्यो कुरा? सबै ठिक भयो, मायाले अझै बढेको स्वास्वामा भनी। रेखाले मेरो चिठी विक्रमलाई दिन मानी। अब पर्सि साँझ हामी विक्रमको बगैँचामा जानुपर्छ अनि उसलाई थुनाबाट उम्काउनुपर्छ। तर कसरी? विवेक अझै शङ्कालु थियो। कसरी? मायाले भने। तिमीले विक्रमलाई थुनेको कोठामा झ्याल देखेका छौ होइन? हो, हामी राति लुकेर त्यही झ्याल मुनि जान्छौं। विक्रमले झ्याल खोल्छ अनि हो, बरु तिमीले एउटा लामो बलियो डोरी खोजेर ल्याउनु, नबिर्सिनु नि। हुन्छ, विवेकले भन्यो। त्यसपछि फेरि पर्सि भेट्ने सल्लाह गरेर दुवै घरतिर गए। पर्सिपल्ट साँझ 7 बजेतिर विवेक र माया फेरि खोलाको किनारामा जम्मा भए। ठिक छ विवेक? मायाले खासको स्वरमा भने। ठिक छ मलाई त। तिमी नै? विवेकले जवाफ दियो। डोरी ल्याऊ? मायाले सोधी। ल्याए, विवेकले भन्यो। रात निकै गाढा भइसकेको थियो। खोलाको स्याट पनि मोटो छोटा जस्तो भएको थियो। अब त्यहाँ धेरै बेर खेर फाल्न ठिक थिएन। त्यसैले दुवै केटाकेटी अँध्यारोको गर्वमा चाल मार्दै गाउँतिर बढे, जुन यतिखेर डाँडा पछाडि लुकिसकेको थियो। कालो ढ्वाङढ्वाङती देखिने आकाशमा असंख्य ताराहरूको पिलपिल मुनि उनीहरू बडो होसियारीसँग गाउँतिर बढे। उज्यालो त थिएन, तैपनि गन्ध पाएर कुकुर सुकुर भुकिदेला र कसैले के रहेछ भनेर हेर्दा देख्लान् भन्ने उनीहरूलाई ठूलो धन्दा थियो। बल्ल तल्ल उनीहरू विक्रमको घर पछिल्तिरबाट
पुगे र पर्खाल नागेर बगैँचामा उर्ले। अकस्मात त्यसै बखत अगाडिबाट एउटा कुकुर भुक्दै झम्टिँदै आयो। एउटा ठूलो चरो अम्बाको रुखबाट भ्याट गर्दै अँध्यारोभित्र पस्यो। माया र विवेकको एकैपल्ट कसैले सातो लिए झैं लाग्यो। उनीहरू दुवै झटपट एउटा इन्द्रकमलको झाडीतिर दुब्के। उनीहरू सास पनि नफेरी केही छिन बसे। कुकुर नजिकै आएर केही बेर उनीहरूलाई घुरेर फेरि घरतिरै फर्कियो। उसको स्वर पनि थामियो अनि दुवै केटाकेटी चाल मारेर झाडी पछिल्तिरबाट निक्लिए। उनीहरूको मुटु अझै पनि ढुकढुक गर्दै थियो। बिरालाको चालले उनीहरू विक्रमको कोठाको झ्यालमुनि गएर उभिए। यसपल्ट फेरि मायालाई अर्को धक्का पर्यो। विक्रमको झ्याल बन्द थियो। अब के गर्ने? रेखाले उसलाई चिठी दिएन कि? अथवा उसका बाबुले चिठी भेटेर खोसेर पो लिए कि? मायालाई बडो चिन्ता पर्यो। उसले निराश आँखाले विवेकतिर हेरी। के गर्ने विवेक? झ्याल त बन्द छ, खोल्नु पर्ने? मायाले भने। विवेक केही बोलेन। मायाले झट्ट एउटा कुरा सम्झे। हामी आएको थाहा दिन हामी 3 पल्ट बिरालो कराउला भनेर उसले चिठीमा लेखेकी थिए। ऊ पनि कस्ती होस्छु, बिरालो नकराई कसरी थाहा पाओस् त विक्रमले? विवेक, तिमी बिरालो कराउन जान्दछौ? उसले सोधी। बिरालो कराउन? किन र? विवेकले आश्चर्यले सोध्यो। कराउन, बरु 3 पल्ट कराउनु। मायाले कुरा बताई। अब विवेकले बडो मज्जा मान्यो। यो एउटा मज्जाको कुरा थियो, बिरालो कराउनु। उसले स्कुलको कार्यक्रममा कैयौं पल्ट यस्तै अनेक बोली बोलेर साथीहरूलाई हँसाएको थियो। उसले बडो फुर्तीसँग 3 पल्ट बिरालो कराए अनि दुवैजना मुटु थामेर यसको परिणाम हेर्न पर्खिए। अकस्मात अघिको कुकुर फेरि झम्टिँदै भुक्दै आयो। दुवै केटाकेटीको सातो उड्यो। उनीहरू हत्त र पत्त नजिकैको खाडलमा हाम फाले र ढुकेर बसे। कुकुर एकछिन घुकेर फर्कियो अनि दुवै आफ्नो मुटुको ढुकढुकीलाई रोक्न प्रयत्न गर्दै खाल्डोबाट माथि उत्रे र झ्यालतिर हेर्न थाले। त्यसै बेला बिस्तारो झ्याल खुल्यो र एउटा छाया जस्तो कालो शरीर झ्यालको डडाल्नीमा झुक्यो अनि एउटा दबेको स्वरले बोलायो, माया, माया तिमी हो? म माया विक्रम। विवेक पनि छ। मायाको स्वरमा खुसीको उत्तेजना थियो। तिमी तयार छौ विक्रम? म तयार छु माया। विक्रमले फुसफुसे आवाजमा भन्यो। लौ हामी डोरी फाल्छौ, तिमी समात। मायाले होसियार गराई। विवेक, तिमी डोरीको एक छेउ विक्रमतिर फाल, बरु अलि जोडसँग फाल। विवेकले कम्मरबाट डोरी खोल्यो र एक टुप्पो विक्रमको झ्यालतिर फाल्यो। तर झ्याल निकै अग्लोमा भएकोले उसको जोड पुगेन। डोरीको मुटु ठूलो आवाजले भुइँमा खस्यो। एकपल्ट फेरि दुवैको मुटु हल्लियो। तर विवेकले तुरन्त मुटु दह्रो पारेर डोरी गुटमुटाएर फाल्यो। यसपटक जोड पुगेकोले विक्रमले त्यो समात्न सक्यो। तिनैजनाको मुखबाट एकैपटक दबेको खुसीको स्वर निस्कियो। अब त्यो डोरीको एक छेउ झ्यालको डडाल्नीमा अल्झाएर त्यसैमा सुरेली खेलेर ओर्ले। मायाले निर्देशन दिए, सक्छौ? चोट त लाग्दैन? सक्छु, विक्रमले विश्वास साथ भन्यो। वास्तवमा उसले स्कुलमा व्यायामहरू सिक्दा डोरीमा चढ्न र ओर्लन पनि राम्ररी सिकेको थियो। उसले बडो जतनसँग डोरीको एक छेउलाई झ्यालको डडाल्नीमा अल्झायो र अनि आफू त्यसैमा सुरेली खेल्दै ओर्लियो। उसले भुइँमा खुट्टा टेक्न साथ माया र विवेक खुसीले अध्रह्य भएर उसलाई अँगालोमा छोपे। हुर्रे! माया र विवेकले एकै स्वरमा जितबाजीको जोस निकाले अनि तिनैजना त्यहाँबाट हतार हतार निस्केर पर बारीको डिलको थुम्कामा पुगे अनि केही बेर सुस्ताउन त्यहाँ बसे। अब यो रातमा तिमी कहाँ जान्छौ विक्रम? मायाले यो प्रश्न उठाई। यतिन्जेल त उनीहरूको मनमा खाली विक्रमलाई थुनाबाट कसरी उम्काउने भन्ने मात्र ध्याउन्ना थियो। त्यसैले कहाँ जाने भन्ने बारेमा उसले सोचेकै थिएन। तर अब विक्रम फुक्का भइसकेपछि भने कहाँ जाने भन्ने समस्या सबभन्दा ठूलो भएर उनीहरूका अगाडि उभिन आयो। धेरै बेरसम्म उनीहरूले केही टुङ्गो लगाउन सकेनन्। आखिर विक्रमले नै यसको टुङ्गो निकाल्यो। म देवीको वनमा आफ्नै गुफामा जान्छु। त्यहाँ दाउरा पनि छ, आगो बाल्ने सामान पनि छ, स्याउला ओछ्याएर सुत्ने ठाउँ पनि छँदैछ। तिमीहरूले केही धन्दा लिनु पर्दैन। जाडो पनि बढ्न थाल्यो, तिमीहरू घर जाओ। जाडो साँच्चै मुटु कमाउने भइसकेको थियो। उनीहरूले लुगा पनि बाक्लो लगाएका थिएनन्। धेरै गलफती गर्ने काम देखिएन अनि विक्रम देवीको वनतिर लाग्यो र माया र विवेक आफ्ना आफ्ना घरतिर लागे। 5. भोलिपल्ट बिहानै विक्रम थुनाबाट उम्केको कुरा घरमा थाहा भयो। हल्ली खल्ली मचियो। विक्रमका बाबु रिस र चिन्ताले आगो भए। गाउँभरिका परालका कुन्यु धुस्नाका भिटामा खोजे। दाजुहरू पल्ला मायाको गाउँमा पनि गएर धुन पत्ताल गरे। तर विक्रमलाई फिला पार्न सकेनन्। आखिर विक्रम देवीकै वनमा गयो होला भन्ने अठोट गरेर 4 जना मानिस लिएर बाबु गए। नभन्दै विक्रम त्यही भेटियो र घर ल्याए। घर ल्याएपछि विक्रमलाई हप्काई दप्काई गरे। अबदेखि वनमा जान्न भन्ने कबोल गर भनेर अनेक जुक्ति गरे। तर विक्रम आफ्नो ढिपीमा अडेको अडे भयो।
त्यो सब कुरा सुनेर स्कुलबाट हेडमास्टर पनि आए। उनले विक्रमका बाबुलाई सम्झाएर विक्रमलाई आफूसँग लगे अनि एकान्तमा उसलाई धेरै वरपर देखाएर तिमीले किन जिद्दी गरेको भनेर सोधे। विक्रमले पनि आखिर आफूले बुढालाई भेटेको र जहाज बनाउन लागेको सबै कुरा बताएर भन्यो। म त्यो जहाज नबनाई छोड्दैन। बुढाले भनेको छ त्यो जहाजले मंगलमा पुर्याउँछ। के मंगलमा जानु खराब काम हो माटसाप? त्यसो भए अस्ति चन्द्रमामा मानिस किन गए? कसरी गए? मास्टरलाई विक्रमको कुरा पत्यार त लागेन, तर उसले केटो आफ्नो धुनमा बडो पक्का रहेछ र रचनात्मक मौलिक दिमाग भएको रहेछ। यसले केही न केही अनौठा काम पक्कै गर्छ भन्ने ठहराएर उसका बाबुसँग भने, मुखिया साहेब, हुन त विक्रमका कुरा सबै केटाकेटी कुरा हुन्, तर उसले कुनै खराब बाटोमा लागेको छैन। जान दिनुहोस्। उसको जे सुर चल्छ त्यो गर्न दिनुहोस्। आफूले गर्न लागेको काम नहुने र असम्भव रहेछ भन्ने पत्तो पाएपछि ऊ आफै फर्किन्छ। विक्रमका बाबु पनि छोराको जिद्दीले र स्वास्नीको रात दिनको आँसुले हैरान भइसकेका थिए। मास्टरको पनि यस्तो कुरा सुनिसकेपछि आखिर लौ त भर्सेलै परोस्, जे मन लाग्छ त्यही गरोस्, म उसको वास्ता गर्दैन। पछि छोरा यस्तो भयो भनेर कसैले मलाई दोष दिन पाउने छैन भनेर विक्रमलाई छोडिदिए। त्यसरी सबै बन्धनबाट फुक्का भएपछि विक्रम स्वतन्त्रसँग देवीको वनमा पुग्यो। ऊ आफ्नो ओढारमा गयो। त्यहाँ उसका सामानहरू सबै ज्यूका त्यों थिए। अब ऊ पूरा एकाग्र भएर आफ्नो काममा जुट्यो। बिहान भात खान ऊ घर आउँथ्यो, बेलुका साँझ भात खान आउँथ्यो। अरू बखत कामैमा जुटिरहन्थ्यो। माया र विवेक उसलाई चाहिने मालताल र दिउँसोको खाजा उसका पुर्याइदिन्थे। तर उनीहरू भने अझै अरूले देख्ने गरी विक्रमसँग मिलजुल गर्दैनथे। वनमा कहिलेकाहीँ डरलाग्दा जनावरहरू आहारा खोज्दै घुमेका देखिन्थे। यी डरलाग्दो गरी कराउने र कहिलेकाहीँ गुफाका मुखमा पनि गएर चिच्याउने गर्थे। तर गुफामा हरदम भने जस्तो आगो बलिरहने हुँदा भित्र पसेर विक्रमको ध्यान भङ्ग गर्ने हिम्मत गर्दैनथे। त्यसैले विक्रमलाई यी कुनै कुराको ख्याल र चासो हुँदैन थियो। कहिलेकाहीँ त ऊ काम गर्दा गर्दै थाकेर राति पनि त्यही सुतिदिन्थ्यो र लगिदिएको खाजा पनि खान बिर्सिन्थ्यो। विक्रमको यस्तो खालको सनकको कुरा गाउँघरमा चाँडै फिजियो। गाउँलेहरूले गफ र हाँसो गर्ने एउटा विषय पाए। मंगल भन्या पनि कतै जाइने कुरा हो। मंगल मूर्ति गणपति देवता पो हुन्। नाक मुख आँखा कान भएका प्रत्यक्ष देवता। ल अब भो जिम्बालको छोरा विक्रमे चिल गाडी बनाएर मंगलका लोकमा जान्छु भन्छ रे। अस्ति कता हुँदो चन्द्रमाका मान्छे गए रे, त्यसैले ऊ मंगलमा जान्छ अरे। यी सब सिल्लट कुरा नभए के हुन् त? कुनै शास्त्र पुराना नसुन्या कुरा। बरा जिम्बालको एउटा फर्सी फुट्यो। पक्कै हो, त्यो केटो छाँटिएकै हो। तिमीले पनि सुन्यौ ती कुरा? किन नसुन्नु? ऊ त अब रात दिन देवीका वनमै बिताउँछ रे। कस्तो डरभर पनि नलाग्नु। कतै वन झाँक्री डाइनीका फेला परेर विद्या त सिक्न लागेन त्यो? बरा जिम्मल, छोरा भएनन् भने कसैले पेर गर्नु पनि के छ र? यस्तै यस्तै कुरा गाउँघरमा हुन थाले। दुईजना भेट्यो कि यस्तै कुरा हुन्थ्यो र विक्रम एउटा खिल्ली उडाइने विषय हुन पुग्यो। यस्तो खालको हाहा हुहुले गर्दा विक्रम पनि कहिलेकाहीँ त निराश हुन खोज्थ्यो। ऊ विचलित हुन्थ्यो र सोच्थ्यो, साँच्चै कतै उसले बेकारमा समय खेर त फालेको छैन? कतै उसले नचाहिँदो काम त गरेको छैन? कहाँ धरतीको एउटा सानो टुक्राको सानो थोप्ला जस्तो सानो गाउँमा जन्मेर हुर्केको ऊ कहाँ त्यत्रो पार पाइ नसक्नु आकाशको मंगल ग्रह ऊ कसरी त्यहाँ पुग्न सक्ला र? तर चन्द्रमाका बुढा एक दिन सुरेली खेल्दै उसको अगाडि आएका। उनले उसलाई जहाज बनाउने नक्सा र अक्कल सिकाएका अनि उसलाई मंगलमा जाने निम्ता दिएका। के सपना नै हो त? पक्कै यो सपना होइन र ऊ त्यहाँ पक्कै पुग्छ। विक्रम पूरा अठोट मनमा लिन्थ्यो अनि यही दृढ निश्चयले ऊ आफ्नो काममा जुटिरह्यो। जहाज जति जति बन्दै जान्थ्यो विक्रम उति उति हौसिँदै जान्थ्यो। उसको मन पनि झनझन दरिलो हुँदै जान्थ्यो। छाती झनझन पक्का हुँदै जान्थ्यो। मनै पक्का स्वरमा भन्थ्यो, आज जसले उसको कुरा ठट्टामा उडाउन खोजेका छन् तिनलाई ऊ एक दिन मंगललोकमा पुगेर देखाइदिनेछ। आज उसले अरूको गिल्ला र हाहामा कान थाप्न हुन्न। उसलाई आफूले कुनै बदमासी र अरूलाई मर्का पर्ने काम गरेको छैन भन्ने पूरा विश्वास छ। बस यति भए पुग्यो। विक्रमले सबैको हाहा र खिल्ली उडाउने कुरातिरबाट कान थुनेर सबैतिरबाट आफ्नो मन सङ्गेटेर आफ्नो काममा लागिरह्यो। यसरी उसले एक दिन बुढाले दिएको नक्सा जस्तै यान्त्रिक चरो बनाएर पूरा गर्यो। यो जहाज हाँस बान्कीको थियो र त्यसको चुच्चो बान जस्तै तीखो थियो। यसका दुईतिरका पखेटा तारवारको धार जस्तै लाग्ने र फैलिएका थिए। यसको माथिबाट ढाँटमा छत सहितको खोपिल्टो थियो। खुट्टाका ठाउँमा दुईवटा पाङ्रा थिए। यस जहाजको भित्र एउटा चौपाटे पाटी जस्तो फगत दुईटा थिच्ने गोटी थिए र त्यसैको ठिक माथि एउटा सेतो डायलमा चारैतिर अङ्क र घडीको सुई जस्ता दुईटा सुई थिए अनि यसका आँखाका ठाउँमा यस्तै घडी थियो।
हेर्दा हेर्दै पूर्णिमाका दिन आइपुग्यो। विक्रम, विवेक र माया अनौठो रूपले चञ्चल र उत्साहित देखिएका थिए। उनीहरूले दिनभर चन्द्रमाका बुढाले भने अनुसार अर्को ग्रहमा लाने माल सामान सबै जुटाए। सबैभन्दा न्यानो र सबैभन्दा शीतल हुने लुगा पनि एउटा सानो सुटकेसमा राखे अनि अरू खास चाहिने सामान पनि त्यसैमा राखे। विक्रमले आफूले बजाउने गरेको बाँसुरी पनि त्यसमा राख्यो, किनभने बुढाको भनाइ अनुसार त्यस ग्रहका मानिसहरू नाचगान र मनोरञ्जनमा खूब शोक राख्छन्। यी वस्तुहरू बाहेक उनीहरूले आफ्नो साथमा केही खास पृथ्वीका औषधि जडीबुटीहरू पनि लिए, किनभने बुढाले भनेका थिए त्यस ग्रहका मानिसले विज्ञान धेरै नै उन्नति गरिसके। उनीहरू धेरै शक्तिशाली र निरोगी भइसके। त्यसकारण उनीहरूले औषधि विज्ञानलाई नै छोडिदिए र आखिर त्यसलाई बिर्सिसके, किनभने त्यहाँ औषधिको जरुरत पर्दैन थियो। तर कहिलेकाहीँ त्यहाँ यस्तो खालको रोग लाग्छ, त्यहाँका मानिसले त्यो के भएको भन्ने बुझ्नै सक्दैनथे र बाँच्ने आशै मार्छन्। त्यसैले पृथ्वीको औषधिले उनीहरूको केही भलो गर्न सक्यो भने उनीहरूको र पृथ्वीका मानिसहरूका बीचमा ठूलो मितिरे हुनेछ। बेलुकी भात सात खाएर आफ्ना माल सामान सबै लिएर विक्रम नदीको बगरतिर हिँड्यो। विवेक र माया त्यहाँ जहाज लिएर अघि नै गइसकेका थिए। तर यो उनीहरूको तर्खर र कामलाई खाली केटाकेटीको बहुलट्टी खेल मात्र भन्ठानेर गाउँका बुजुर्गहरूले कुनै वास्ता गरेनन्। हो, विक्रमकी आमाले भने केही डराएर लोक्नेसँग विक्रमलाई रोक्ने ढिप्पी गरिन्, तर विक्रमका बाबुले भने यो सबै विक्रमको केटाकेटी खेल मात्र हो भनेर सम्झाए। त्यो छुसी बौलाले अर्को ग्रहमा जान्छु भन्यो भन्दैमा पत्याउँछ कसैले? आकाशका ताराहरू पनि कसैले गएर गइन्छ? सिल्लट कुरा, जान्दैन कहाँ जाँदो रहेछ। रातभर जाडोमा कठाङ्ग्रिन्छ अनि चुमुक्क परेर आउँछ। नदी किनारको बगरमा माया र विवेक जहाज लिएर उसलाई पर्खिरहेका थिए। विक्रम त्यहाँ पुगेपछि सबै माल सामान जहाज लादे। केही बेरसम्म त मायाले पनि जान्छु भनेर जिद्दी गरी, तर विवेकले उसलाई धेरै सम्झाएर उसले पृथ्वीमै बसेर त्यहाँ परिआएका कुराको उसले जिम्मा लिनुपर्छ भनेर मनायो। अनि मायाले त्यो कुरा मानेपछि विक्रम र ऊ जहाजमा चढे। बस्ने सिटमा राम्ररी बसिसकेपछि विक्रमले घडीको डायल जस्तो सुई घुमायो। जहाज चलमलायो अनि मायाले देख्दा देख्दै जहाज हावामा उड्यो। भित्रबाट विक्रम र विवेकले र बाहिरबाट मायाले हात हल्लाए। देख्दा देख्दै जहाज माथि गएर आँखाले नदेखिने भयो। माया हर्ष र वियोगको दुःख बोकेर घर फर्की। विक्रम र विवेकलाई बोकेको जहाज अन्तरिक्षमा मनको बेगले उड्न थाल्यो। उनीहरूका अगाडि अब अन्धकारमा लाखौं ताराहरू तिहारमा छोडेको भुइँचम्पा जस्तै झिलिमिली गर्दै उड्न थाले। यी राता, नीला, पहेँला, हरिया असंख्य ताराहरू कहिलेकाहीँ त जहाजसँग ठक्कर खाए कि भने झैं देखिन्थे। यी आगाका गोला जस्ता ताराहरूका कुनै त ज्यादै अजंका देखिन्थे र विक्रम र विवेकको हंसले ठाउँ नै छाड्दथ्यो। यसैगरी लाखौं लाख ताराहरूका बीचबाट उडेर उनीहरूको जहाज एकदम अलकत्रा झैं अन्धकारको समुद्रमा डुब्यो। यस ठाउँमा पुगेपछि उनीहरूलाई आफ्नो शरीरको भार एकदम हलुका भएको अनुभव भयो। यहाँ उनीहरूलाई असह्यसँग भोक लागेको थियो। विक्रम, हामी कहाँ आइपुग्यौ? मलाई कस्तो लाग्छ भने हामी पृथ्वीको आकर्षणबाट छुट्यौं। मलाई त अब खुब भोक लागेर आयो, विवेकले भन्यो। मलाई पनि त भोक लाग्यो, विक्रमले भन्यो। हामीसँग खानेकुरा छँदैछ, झिकन त खाऊ। विवेकले सुटकेसबाट खानेकुरा झिकेर बाँड्यो अनि दुवैले त्यो खाएर बोतलको पानी पेटभरि खाए। त्यसपछि उनीहरूलाई निन्द्रा लागे चाहिँ अनुभव भयो। दुवै आफ्ना सिटमा लेटे अनि उनीहरूलाई कुनै चेत भएन। कति बेर उनीहरू यसरी अचेत भएर सुते, उनीहरूलाई समयको पनि ज्ञान भएन। तर अकस्मात एउटा डरलाग्दो खतराको आवाज पाएर विवेकको आँखा खुले। उनीहरूले के देखे भने आफ्नो जहाजको अगाडि दुईतिरबाट अजंगका आगाका मुस्ला आएर आपसमा जुधे। एकछिनको लागि एउटा कानै बहिरो पार्ने खालको चट्याङको आवाजले अन्तरिक्ष हल्लायो। केही बेरका लागि अगाडि आगोको अजंगको महासागर उर्लेर सम्पूर्ण अन्तरिक्षलाई निले झैं भान भयो। एउटा अजंगको आगोको जिब्रो लपलप गर्दै उनीहरूको जहाजतिर आएको देखियो। दुवै केटाको प्राण घाँटीमा आयो। यो आगोको लप्कामा पर्यो भने उनीहरूको जहाज खरानी भएर अन्तरिक्षमा छरिन्छ। अब विक्रमले बडो कठिनाईले आफ्नो होसलाई काबुमा ल्यायो। उसले बडो होसियारीले जहाजको बोर्डमा लागेको एउटा सेतो स्विच दायाँपट्टि थिचिदियो। जहाज एकपल्ट बडो डरलाग्दोसँग डोल्यो। आगोको मुस्लो त्यसको ज्यादै नजिकबाट पार भएर गयो। जहाज अब स्थिर भयो। दुवै केटाले ज्यान बाँचेको सन्तोषको सास फेरे। जहाज फेरि चुक झैं अँध्यारोमा मनको बेगसँग उठ्न थाल्यो। दुवै केटा जिन्दगी र मृत्युको संघर्षमा समय र स्थितिको ज्ञान शून्य अन्धकारमा उड्दै गए। भोक लागेको बेलामा आफूसँग भएका खानेकुरा बाँडीचुडी खान्थे र धेरजसो उनीहरू निन्द्रामा लट्ट परिरहन्थे। कहिलेकाहीँ अन्तरिक्षका उल्काहरू जुधेर भयंकर आवाजले उनीहरूको लागुको निन्द्रा भंग गराइदिन्थ्यो। त्यतिखेर उनीहरू चनाखा हुन्थे। त्यति बेला उनीहरू आफ्नो पृथ्वी, आफ्नो गाउँघर, आमा बाबु, साथीभाइ र खास गरी मायाको बारेमा कुरा गर्न थाल्थे।
यसैगरी दिन रात उठ्दै जाँदा कति समय बित्यो उनीहरूलाई पत्तो भएन। आखिर एउटा डरलाग्दो स्थितिले ती दुई केटालाई सचेत गरायो। उनीहरू होस आउँदा जहाज नराम्रोसँग डावाडोल भइसकेको थियो। यसरी एकछिन डावाडोल भएपछि एक्कासी खट्ट घुमेझै घुम्न थाल्यो। उनीहरू आतंकित भएर उठे र पारदर्शी झ्यालबाट बाहिर हेर्न थाले, तर आँखा अगाडि रातो प्रकाश मात्र भयानक रूपमा चक्कर खाइरहेको थियो। के अब उनीहरू अन्तरिक्षको अँध्यारो गर्भबाट उत्रे? तर यानको स्थिति ज्यादै डरलाग्दो थियो। विक्रमले हडबडाएर आफ्नो दाहिनेतिरको गोटी दबाइदियो। जहाज स्थिर भयो अनि यो बिस्तारै तल ओर्लिन थाल्यो। एकैछिनपछि यो एउटा सारो धरतीमा गएर अडेको थाहा भयो। दुई केटाहरूको छातीभित्रबाट निश्वास फुट्यो। यो उनीहरूको सन्तोषको श्वास थियो, किनभने उनीहरूको अर्को ग्रहमा पाइला टेक्ने थोक आज पुगेको थियो। उनीहरू आज अन्तरिक्षका अनेक जोखिमहरूलाई पार गरेर सुरक्षित रूपले एउटा खँदिलो जमिनमा उत्रेका थिए। तर कस्तो जमिन? यो जमिन त उनीहरूले कहिल्यै नचिनेको जमिन थियो। एकदम गुलाफी प्रकाशको आवरणले बेरेको विचित्र आकाश, त्यसमुनि विचित्र, आफूले कहिल्यै नजानेको रङ र रूपको धरती, सम्पूर्ण अपरिचित दृश्य। कहाँ छन् उनीहरू अहिले? कति टाढा छन् आफ्नो चिर परिचित धरतीबाट उनीहरू? कहाँ छन् उनीहरूका अत्यन्त प्रिय साथी माया, बद्री, टिके, राधा? कहाँ छ उनीहरूको त्यो सानो गाउँ? कहाँ छन् आमा बुबा? के अब उनीहरू त्यस आफ्नो प्यारा धरती, आफ्नो प्यारा दन्तरी र आफ्ना प्यारा प्यारा आमा बाबुको काखमा फेरि फर्कन सक्लान्? के उनीहरू यस जुनीमा आफ्ना ती प्रिय वस्तु, प्रिय बन्धुहरूसँग कहिले भेट गर्न पाउलान्? के उनीहरूले अब जन्मभर यही बिरानो ग्रहको बिरानो धरतीमा भौतारिएर जिन्दगी खत्तम गर्नुपर्छ? के धरतीमा फर्किने उनीहरूको कुनै दिन आउला अब? यस्तो खालको भावनाले ती बिचरा कलिला केटाहरूका आँखाबाट आँसु मुटुमा गाँठो भरिदियो। जन्मभूमि बाल्य सखाहरू बाबुआमाको सम्झनाले मनभरि ठूलो पीडाको अनुभव भयो। विवेकले आँसु टल्पलाएका आँखाले विक्रमको मुख हेर्यो। विवेकको भावुकताले विक्रमको धैर्य पनि पग्लिसकेको थियो। उसको स्वर पनि तरल भएको प्रष्टै थाहा हुन्थ्यो। यसरी हिक्मत नहार, यहाँ हामी अर्काको घरले आएका होइनौं, हामी यहाँ आइसकेका छौं। अब जे त होला, यदि जीवन रह्यो भने एक दिन हामी यहाँबाट उम्कने उपाय पनि खोजौंला र आफ्नो धरतीमा फर्केर आफ्ना बन्धु बान्धवहरूका सामु यहाँका अनौठा कुराहरू बताएर उनीहरूलाई छक्क पारौंला। होइन भने भविष्यको अनिश्चित कालले विचार शून्य भएका धरतीका दुई केटा यसभन्दा बढी केही सोच्न नसकेर बाहिरको विचित्र रातो प्रकाश र त्यसले घुटमुटाएको विचित्र ग्रहको जमिनमा हेर्दै रहे। कति बेर उनीहरूलाई केही हेक्का भएन। दर्शक तथा श्रोतावृन्दहरू, विक्रम र नौलो ग्रहको पहिलो भाग सकिएको छ। यसपछि अब के हुन्छ होला? साहित्यकार रमेश विकलद्वारा लेखिएको किशोर उपन्यास विक्रम र नौलो ग्रहको अर्को भागमा सुन्न नभुल्नुहोला भन्दै आजको कथा बसाई यति नै रहेको छ। लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। गाउँ खाने कथा रहेको थियो, ल्याउनेले लाउन पाउँदैन, लाउनेले देख्नै पाउँदैन के हो, र यसको सही उत्तर हो कात्रो। अब लागौं आजको गाउँ खाने कथातर्फ। प्रश्न यस प्रकार रहेको छ, वारी दिदी पारी बहिनी भेट गरौं भन्दा कहिल्यै नहुने के हो? प्रश्न एकपटक फेरि, वारी दिदी पारी बहिनी भेट गरौं भन्दा कहिल्यै नहुने के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं कमेन्ट वाचनतर्फ। जमुना केसीज्यू लेख्नुहुन्छ, समय व्यवस्थाको कारण सुन्न पाएकी थिइन, आज फेरि हजुरको मधुर आवाजमा धेरै रमाइलो लाग्छ। धन्यवाद दादा, हजुर सधैँ स्वस्थ रहनुहोस्। ह्याप्पी तिहार दादा भन्नुहुन्छ, धन्यवाद। प्रेम मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिनजी, कथा रोचक छ, कथा वाचन शैली अति सुन्दर छ, सधैँ सुन्न पाइरहोस् भन्नुहुन्छ, धन्यवाद। दिपेन्द्र मगरज्यू लेख्नुहुन्छ, नाइस दाजु। होम बहादुर जिरेलज्यू लेख्नुहुन्छ, नमस्कार सर, कथा दुवै मन पर्यो सर। त्यसैगरी अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, आजका दुवै कथाहरू उत्कृष्ट छन्, अझै सफलताको शुभकामना छ हजुरलाई अनि मिठो प्रस्तुतिको लागि धन्यवाद। अनि आजको उत्तर कात्रो हो सर भन्नुहुन्छ, सही उत्तर। नाइस अल स्टोरीज, थ्याङ्क्स अलट जमिन सर भन्नुहुन्छ। त्यसैगरी स्वर्णिम राईज्यू लेख्नुहुन्छ, आशा र प्रतीक्षा छु। अझै उपन्यास डाक बंगलाको हजुरलाई मैले बिन्ती बिसाको पनि 1 वर्ष बितिसकेछ भन्नुहुन्छ स्वर्णिम राईज्यू, धेरै धेरै धन्यवाद तपाईलाई। डाक बंगलाको बारेमा मैले पहिले पनि कमेन्ट गरिसकेको हुनाले समय र परिस्थिति मिलेमा
म अवश्य वाचन गर्नेछु। त्यसैगरी सहदेव गौतमज्यू लेख्नुहुन्छ, दुवै कथा राम्रो लाग्यो। माहेश्वरीज्यू लेख्नुहुन्छ, नमस्कार जोजलपा, आदरणीय जमिन सर, साह्रै नै राम्रो कथाहरू। स्वर्णिम राईज्यू लेख्नुहुन्छ, नमस्कार हजुर, मान्छे मरेपछि लगाइने लुगा कात्रो हो भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी खुमा रोकाज्यू लेख्नुहुन्छ, नाइस स्टोरी, आजको गाउँ खाने कथाको आन्सर चाहिँ कात्रो हो कि जस्तो लाग्यो भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी विनेश देवालज्यू लेख्नुहुन्छ, आजको आन्सर चाहिँ सेतो लुगा कफन मरेको मान्छेलाई ओडाउने कुरा हो है भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी सरोज मगरज्यू लेख्नुहुन्छ, कथा अलि लामो लाउनु सर भन्नुहुन्छ, मैले प्रयास गरिरहेको छु। युजर ओएसज्यू लेख्नुहुन्छ, सो लाइक कहानी दाई। त्यसैगरी अलास नेपालीज्यू लेख्नुहुन्छ, सर क्लास 10 को नेपाली बुकको कथा सुनाउनुहोस् न भन्नुहुन्छ। मैले पहिला पनि कथाहरू सुनाएको थिएँ, बाँकी कथाहरू भए म अवश्य ल्याउनेछु। त्यसैगरी डार्क 123ज्यूले पनि कमेन्ट गर्नु भएको रहेछ। जमुना केसीज्यू लेख्नुहुन्छ, तर्साउने पार्टी चाहिँ कहाँ पर्छ नि भन्नुहुन्छ। त्यसैगरी युजर एलसीज्यू लेख्नुहुन्छ, मरेको मान्छेले ओड्ने कात्रो हो भन्नुहुन्छ, सही उत्तर। युजर ओएसज्यू लेख्नुहुन्छ, कात्रो हो दाइ, सही उत्तर। राज हाडाज्यू लेख्नुहुन्छ, ओहो हजुरको घर पनि भक्तपुर नै पो हो, बाइ द वे म पनि भक्तपुरकै हुँ है भन्नुहुन्छ। कमेन्टको लागि धन्यवाद। त्यसैगरी चङ्खेहाङ राईज्यू लेख्नुहुन्छ, कात्रो, सही उत्तर रहेको छ। कमेन्ट गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै माया गरेर कमेन्ट गरिदिनका लागि अनुरोध गर्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।